नेपालमा फ्रिल्यान्स भिसा भन्ने गर्छ। फ्रिल्यान्स भिसा एकदम नराम्रो चिज हो र। फ्रिल्यान्स भिसा भनेको नेपालीहरूले जो कम्पनीको भिसालाई फ्रिल्यान्स भन्ने गर्दछन्। त्यो फ्रिल्यान्स भिसा हुन्छ, तर त्यो अलिकता राम्रा मान्छेहरूलाई चाहिँ जस्तै डक्टर, इन्जिनियर यिनीहरूलाई चाहिँ फ्रिल्यान्स भिसा दिन्छ दुबईले। तर जो हामी नेपालीहरूले चाहिँ फ्रिल्यान्स भिसा भनेर टिकटकमा, फेसबुकमा, सोसल मिडियामा चिच्याउँदै गर्छन्, त्यो चाहिँ कम्पनीको भिसालाई चाहिँ उनीहरूले फ्रिल्यान्स भिसा भन्ने गर्छन्। धेरैजना मान्छेहरू यहाँ आएर आफ्नो करियर बनाउँछन्, आफ्नो लाइफ बनाउँछन् र सक्सेस हुन्छन् र पैसा कमाइरहेको हुन्छन्। तर उहाँ नेपालदेखि ऋण खोजेर 3 लाख 4 लाख तिरेर भिजिटमा आउने, भोलि काम नपाएर फेरि ब्लक लिस्टमा भएर नेपाल जाने, त्यस्तो अवस्थाहरू नेपालीहरू धेरै छन् यस्ता। र कोही मान्छेहरू गलत डिसिजन लिन्छन्, गलत ठाउँमा पर्छन् र अनएक्सपेक्टेड सिचुएसनमा पर्छन्। धेरैको चाहिँ दलालीहरूले, एजेन्टले गर्दाखेरि धेरैको जिन्दगीहरू चाहिँ डामाडोल बनाइदिएको छ। दलालीले लोभ लाभमा देखाएर चाहिँ तपाईँहरूलाई चाहिँ भिजिटमा गरे यति सेलरी, उति सेलरी पठाइदिन्छु भनेर त्यति मिलाइदिन्छु भनेर त्यस्तो लोभमा नपर्ने, लोभमा लाभ, लाभले बिलाभ भनिदिन्छ होइन। र यस्ता धेरै मान्छेहरूलाई उहाँले हेल्प पनि गर्नुभएको छ। नेपाली एसोसिएसनका बल्ल सरले चाहिँ हाम्रो उद्धार गरिदिनु भएको छ, उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। हामीलाई यो कन्सल्टेन्सीको सिओ लगायत यहाँको टिम छ, यिनीहरूको टिमले ल्याएर हामीलाई यहाँ बेपत्ता बनाएको छ। विमल अङ्कलले भन्नुभयो त्यो चोरहरू यसरी झुट बोलेर ढाकेर नै पठाउने गर्छ, अब टेन्सन नलौ, तिमी 3 दिनभित्र नेपाल जान्छौ भनेर मजाले सम्झाउनु भयो। नेपालमै केही सिप सिकेर र दुबईमा आएर पनि सिकेर ब्युटिसियनमा अथवा कुनै पनि ब्युटी पार्लरमा अथवा त्यसमा गएर चाहिँ काम गरियो भने अब सेलरी पनि राम्रो छ, काम पनि राम्रो छ। आजको यो भिडियोमा हामीहरू दुबईको एनआरएनको प्रेसिडेन्टबाट चाहिँ हामीहरू धेरै चिजहरू बुझिन जाँदैछौँ कि कसरी चाहिँ बेटर करियर बनाउन सकिन्छ, अरू के चिज क्वालिटीहरू चाहिँ हामीले आफूमा डेभलप गर्नुपर्छ ताकि बाहिर आएर अझै बेटर होस् भनेर हजुरको एक्सपिरियन्स। जस्तै अब मेहनत हुन्छ, इमान्दारी हुन्छ, टाइममा ड्युटी जाने, जस्तै हाम्रो नेपालीहरूले चाहिँ अब टाइममा ड्युटी जान्छ। ल आउनुहोस् र सुरु गरौँ आजको यो भिडियो। हेलो, नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ जङ्गश्रम मल्ल र धेरैजना चाहिँ मलाई ढुङ्गामा पेन्टिङ गरेर बेच्नु भयो भनेर चिन्नुहुन्छ। र आज चाहिँ म चाहिँ एकदमै स्पेसल गेस्टसँग छु र उहाँको नाम चाहिँ उहाँ चाहिँ भीम मल्ल ठकुरी होइन, र उहाँ चाहिँ दुबईको एनआरएन को साइडबाट हुनुहुन्छ। र आजको यो भिडियोमा चाहिँ हामीहरू चाहिँ जान्नेवाला छौँ कि दुबईको बारेमा, र हामीहरू धेरैजना नेपालीहरू अब हुन्छ नि बाहिर आउने सपना त हुन्छ, त्यसको साथसाथै करियर बनाउने सबैजना सपना हुन्छ, बट त्यसको बारेमा धेरै चिजहरू चाहिँ उहाँबाट जान्नेवाला छौँ। सो हजुरलाई स्वागत छ मेरो। धन्यवाद, नमस्कार। हजुर, सो अलिकति हजुरको परिचय गरिदिन्छ न। मेरो परिचय भन्दाखेरि मेरो नाम चाहिँ भीम मल्ल ठकुरी नै भयो। हजुर, मेरो जन्मघर चाहिँ स्याङ्जा सहर गडौँदी भन्ने ठाउँमा हो। हजुर, अहिले चाहिँ मेरो बसाइसराई चाहिँ म पाल्पा, रामपुर, खोप्टार भन्ने ठाउँमा गएको छु। र हाल चाहिँ अब दुबईमै छु। दुबईमा चाहिँ लगभग 16-17 वर्ष देखि चाहिँ म युएमै छु। युएमा चाहिँ सानो बिजनेस गरेर बसेको छु। म चाहिँ अहिले धेरै सङ्घ संस्थामा ठकुरी सञ्जालको अध्यक्ष हुँदै धेरै सङ्घ संस्थामा लाएर चाहिँ अहिले चाहिँ एनआरएन युएको चाहिँ प्रेसिडेन्ट अध्यक्षमा चाहिँ अहिले म चाहिँ सेवा गर्ने क्रममा छु भनौँ न। ओके, सो हामी जो दर्शकलाई अब एनआरएनको बारेमा थाहा छैन, जो चाहिँ नेपालबाट हेरिराख्नु भएको छ, यो एनआरएन भनेको चाहिँ के हो र यसमा चाहिँ के भइरहेको हुन्छ? एनआरएन भनेको चाहिँ जति पनि बाहिर बस्नुहुने चाहिँ सम्पूर्ण नेपाली दाजुभाइ मिलेर चाहिँ संस्था बनाएको हो। हजुर, त्यो चाहिँ एउटा एनआरएन नामकरण दिएर चाहिँ यो संस्था चाहिँ बनाएको। यो चाहिँ सेवा गर्ने, जस्तै समाज सेवाको लागि बनाएको, र यसैमा चाहिँ अहिले सबै कन्ट्रीमा चाहिँ लगभग विश्वभरि कन्ट्रीमा चाहिँ एनआरएन चाहिँ छरिएर बसेको छ। एनआरएनले चाहिँ जस्तै नेपालीहरू चाहिँ कुनै समस्या पर्यो, दुःख पायो, कुनै प्रब्लममा छ नि अथवा कुनै पनि समस्या छ नि, त्यो सहयोग गर्नको लागि एउटा संस्था बनाएको। एनआरएनले चाहिँ अहिले चाहिँ कुनै पनि देशमा चाहिँ कुनै पनि हामी नेपाली दाजुभाइलाई समस्या पर्यो नि एनआरएनले चाहिँ सहयोग गर्नुहुन्छ। भनेपछि एनआरएनले चाहिँ ओभरअल नेपालीको लागि अब विदेशमा पनि नेपालीको लागि एउटा घर जस्तो भनौँ होइन। ओके, सो अब हजुरको चाहिँ अस्ति हजुर चाहिँ पहिला दुबईमा आउँदाखेरि चाहिँ हजुर चाहिँ कस्तो हुनुहुन्थ्यो? हजुर चाहिँ अब उसको जर्नी चाहिँ कसरी सुरु भयो त हजुर? म दुबई आउँदाखेरि अब मैले भन्ने गर्छु भिजिटमा आउनुहुन्न, समस्या हुन्छ भन्ने त्यस्तै अवस्थामा म पनि एउटा पात्र हो। म पनि भिजिटमै आएको होइन। भिजिटमा चाहिँ पहिला चाहिँ मभन्दा पनि मेरो भाइ पहिल्यै आएको थियो। यहाँ कुनै कम्पनीमा काम गर्थेँ। म चाहिँ भिजिट भिसामा चाहिँ नेपालदेखि आएको। नेपालदेखि आउँदाखेरि
त्यो बेला चाहिँ सेटिङ भन्ने कुरो चाहिँ थाहा थिएन। त्यतिखेर म सिधै भिजिटमा आएर भिजिटमा चाहिँ 1-2 महिना चाहिँ बस्ने गरी नै आएको, खास हजुर घुम्ने गरी नै आएको थिएँ। भाइ यहीँ थिएँ, त्यही भएर घुम्न भनेर आएको थिएँ। तर चाहिँ पछि गएर चाहिँ मैले यहाँको वातावरण, यहाँको कानुन, यहाँको हरेक कुराहरू मलाई चाहिँ यहाँको देश मन परेको भएर चाहिँ मैले चाहिँ फेरि म चाहिँ वर्किङ भिसामा चाहिँ कुनै कम्पनीमा चाहिँ म 1000 रुपियाँ सेलरी थियो। काम धेरै खोज्दा चाहिँ खासै आफूसँग केही सिप पनि थिएन। नेपालमा बसेर खाने हल्लिने बानी, त्यही यहाँ चाहिँ ल 1000 रुपियाँ सेलरीमा काम स्टार्ट गरेँ कम्पनीमा। हजुर त्यहीँदेखि नै मैले 1000 रुपियाँ स्टार्ट पनि कस्तो काम गरेँ भने म चाहिँ एउटा कुनै जस्तो हेल्पर, हजुर वायर हाउसको हेल्पर प्लस त्यहाँ गाडीमा चाहिँ ड्राइभरसँग चाहिँ हिँड्ने एउटा हेल्पर भनौँ न, त्यो अवस्थामा काम गरेँ। त्यसपछि मैले लाइसेन्स सिकेँ। लाइसेन्स सिकिसकेपछि अनि म मर्चन्डाइजरमा काम गरेँ, सेल्समा काम गरेँ। गर्दै चाहिँ म चाहिँ अहिले चाहिँ यहाँ चाहिँ आफ्नै सानोतिनो चाहिँ बिजनेस गर्न चाहिँ सुरु गरेको छु। वाउ, एकदमै इन्सपिरेसन रहेछ। किनकि धेरैजना नेपालीहरू चाहिँ अब हुन्छ नि, हजुरलाई अब एकदमै मैले सुनेको हिसाबले चाहिँ हजुर एकदमै हेल्पफुल हुनुहुँदो रहेछ र हजुरले धेरैजनाले हेल्पफुल सहयोग गर्नुभएको भनेर मैले धेरै फेसबुकतिर पनि देखेको थिएँ र हजुरको स्टोरी पनि एकदमै इन्सपिरेसन रहेछ कि त्यही हो। अब के अरे म पनि पहिला, अहिले म चाहिँ किन यस्तो, अहिले चाहिँ मैले धेरै मान्छेलाई सहयोग गर्छु। कुनै पनि समस्या परेकोलाई मलाई चाहिँ कुनै समस्या भन्ने बित्तिकै मलाई किन हेल्प गर्नु, म पनि कुनै बेला चाहिँ त्यो स्थितिमा थिएँ। दुबई आएर अब कामको खोजीमा र कामको भोगाइमा, काम त्यस्तै हिसाबले गरेको भोगाइ आफ्नो भोगाइ अनुसार चाहिँ अरूलाई पनि यस्तो नभओस् भन्ने हिसाबले चाहिँ मलाई त्यो चाहिँ लाग्छ नेपालीहरू। ओके, भनेपछि हजुरले आफूले पनि फेस गरेर आएको कारणले गर्दा चाहिँ अरूलाई पनि भन्नुभएको। सो अब जस्तो कि अब धेरैजना, अब सबैजना दुबईमा चाहिँ अब काम गर्न त आइराख्नु भइरहेको हुन्छ होइन। तर अब हामीहरूको हजुरले अब जस्तो कि धेरैजना सोच्छन् पनि कि नेपालबाट दुबई आइहाल्छु, आएर पैसा कमाइहाल्छु, दुबई विदेशमा चाहिँ रुखमा पैसा फलेको যায় भन्ने एक्सपेक्टेसन पनि हुन्छ होइन। र रियालिटी चाहिँ कस्तो हुन्छ कि लाइक हुन्छ नि, बाहिरबाट मान्छे हामी नेपालीहरू आएर काम गर्न कतिको गाह्रो, कतिको सजिलो, कस्तो हुन्छ? यस्तो अब त्यो पहिला म पनि त्यही स्थितिमा थिएँ। अब किनभने अब नेपालमा चाहिँ अब बेरोजगारी भइन्छ, कुनै काम पाएको हुँदैन, कुनै आम्दानी केही हुँदैन। त्यो अवस्थामा कुनै बेला म पनि त्यही सोच्थेँ, विदेश जान पाए, विदेशमा अरूमा पैसै फल्छ कि जस्तो गर्ने चालले त्यो सोचाइ हुन्थ्यो। विदेश जान पाए हुन्थ्यो। बाबुआमाले चाहिँ, बुवामुवाले चाहिँ ल बाबु राम्रोसँग पढ, राम्रोसँग गर, केही बन्नुपर्छ, विदेश लाग्ने होइन, आफ्नै नेपालमा केही गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ मेरो दिमागमा चाहिँ के हुन्थ्यो नि, जति भने पनि, जति बोले पनि मेरो सुरु चाहिँ हुन्थ्यो क्या त्यति बेला। विदेशै जान हरेक मान्छेहरू विदेश भएर पैसा पठाएको देख्दाखेरि, जस्तै घर आएको देख्दाखेरि, यस्तो देख्दाखेरि आफूलाई पनि लोभ लाउँथ्यो। विदेशै जान पाए हुन्थ्यो, विदेशमा राम्रो कमाइ हुन्छ भन्ने हुन्थ्यो। तर विदेशमा चाहिँ जो हामीले सोचे चाहिँ धेरै फरक छ। र अहिले पनि म चाहिँ अब हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने, नेपालमा चाहिँ जो हामीले सोचेको छौँ विदेशमा त्यो धेरै फरक छ। जस्तै यहाँ आएर काम पाउन अब सिप, केही पनि सिप छैन नेपालमा, केही सिकेको छैन, पढ्दा पढ्दै हामी चाहिँ विदेशिन्छौँ। हामीलाई चाहिँ अब धेरै पढ्न पनि सकिँदैन। पढेको लेखेको मान्छे त खासै अब जागिर नेपालमा पनि पाउँछ भनौँ। र विदेशमा चाहिँ जो हामीले सोचेको चाहिँ त्यो अनुसार हुँदैन। त्यही भएर हामी चाहिँ के सबभन्दा पहिला अहिले चाहिँ पछुतो लाग्छ आफूलाई। सबैभन्दा धेरै कुरो राम्रोसँग पढ्नु पर्यो, मेहनत गर्नु पर्यो र नेपालमै केही गर्छु भन्ने चाहिँ सोच लिएर चाहिँ राम्रो प्रगति गऱ्यो भने चाहिँ राम्रो हुन्छ। तर नेपालमा बसेर दुबईमा अथवा कुनै पनि देशमा बाहिर जान पाए हुन्थ्यो, अथवा त्यहाँ चाहिँ राम्रो हुन्छ भनेर सोच चाहिँ अलिकति नगरौँ भन्न चाहन्छु। किनभने अब विदेशमा आएर चाहिँ धेरै दुःख पाइन्छ। जस्तै हामीले अब कुनै पनि काम नसिकिकन आउँदा यहाँ हामीलाई चाहिँ काम खोज्न गाह्रो हुन्छ। जस्तै अब दलालीहरूले पनि, अब जस्तै दलालीहरूले, एजेन्टहरूले चाहिँ दुबईको लोभ लाभ देखाएर दुबई पठाउँछु, यस्तो हुन्छ उस्तो हुन्छ भनेर पठाउँछ। त्यसमा चाहिँ भर पर्न हुँदैन। किनभने दुबई आइसकेको मान्छेलाई मात्रै थाहा हुन्छ। यहाँ कतिपय मान्छेहरू मैले देख्छु नेपालबाट, जस्तै अब ब्युटी पार्लरमा काम लगाइदिन्छु, जस्तै के अरे कम्पनीहरूमा काम लगाइदिन्छु, सेल्समा काम लगाइदिन्छु भन्दै गरेका मान्छेहरू चाहिँ, एजेन्टहरू चाहिँ टिकटक, फेसबुक, सोसल मिडिया धेरै चिल्लाइरहेका हुन्छन्। त्यही अनुसार मान्छेहरू चाहिँ त्यही देखेर चाहिँ लोभ लाजमा परेर चाहिँ आएका हुन्छन्। बिचरा 2 लाख
3 लाख 4 लाख तिरेर आएको हुन्छ। यहाँ आइसकेपछि दलालीहरूले लिएर आउँछन्, रुममा राखेपछि रुममा राखेर चाहिँ अब बिचरा भोलि त्यसलाई ल काम हुन्छ 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 भन्दा सिप चाहिँ केही पनि छैन। अब जहाँ गए पनि इन्टरभ्यूमा गएर फेल भएकै छ। अब नेपालमा 2-4 महिना पार्लर सिकेर आएर यहाँ हुँदैन। आइसकेपछि अब यहाँ आएर यहाँ भनेको छुट्टै हुन्छ, यहाँ छुट्टै कोर्स गर्नुपर्छ, प्रोफेसनल हुँदैन नेपालमा जो सिकेकोहरू। यहाँ चाहिँ काम खोज्दै गरेर कहीँ पनि पास नगरेर बिचरा लास्टमा चाहिँ ओभर स्टे परेर पनि 2 वर्षको भिसा नपाएर ओभर स्टेमा पारेर अनि त्यसपछि लास्टमा आउट पास बनाएर चाहिँ नेपाल फर्किने अवस्थामा धेरै नेपालीहरू भेटिएको छ अहिलेसम्म। भनेपछि आउट पास भनेको चाहिँ के हुन्छ? आउट पास भनेको जस्तै दुबई गभर्मेन्टले चाहिँ यहाँको सरकारले चाहिँ यहाँ फाइन आएर बसेर त्यो फाइन तिर्न नसकेर, पैसा तिर्न नसकेर, रकम तिर्न नसकेर ओभर स्टे भएर जो भिसा सकिएर पनि हात उठाएर चाहिँ म चाहिँ अब पैसा तिर्न सक्दैन, मलाई चाहिँ नेपाल पठाइदिनु पर्यो भनेर त्यसमा चाहिँ आउट पास चाहिँ हजुरले यहाँ गएर चाहिँ एक्जिट पास भन्छ त्यसलाई चाहिँ केही रकममा सानो रकममा लगभग दुबईको भिसा स्टेट अनुसार छ। दुबईको 241 250 मा चाहिँ तिरेर चाहिँ उनीहरूले चाहिँ फाइनहरू नतिर्ने अवस्थामा उहाँले चाहिँ एउटा एक्जिट पास बनाएर पेपर बनाएर दिएको हुन्छ। त्यो आउट पास बनाएर गइसकेपछि फेरि दुबईमा चाहिँ लाइफ ब्यान हो, दुबईमा चाहिँ आउन पाइन्न। धेरैको चाहिँ दलालीहरूले एजेन्टले गर्दाखेरि धेरैको जिन्दगीहरू चाहिँ डामाडोल बनाइदिएको छ। किनभने अब आउट पास बनाइसकेपछि मान्छेलाई नयाँ मान्छेलाई थाहा हुँदैन आउट पास बनाउने जाने भन्ने हुन्छ, तर आउट पास बनाएर गइसकेपछि फेरि यहाँ आउन सकिँदैन। त्यस्तो हुँदो रहेछ है। र अब जस्तो कि प्रायः जस्तो हजुरले अब मोस्ट मान्छेहरूले चाहिँ नेपालीले कस्तो च्यालेन्जेस स्ट्रगल फेस गरिरहेको हुन्छ मलाई यहाँ नेपालमा हजुरको एक्सपिरियन्समा धेरै मात्रामा चाहिँ यस्तो प्रब्लम के कस्तो यहाँ प्रब्लम त समस्याहरू धेरै देखेको हुन्छ होइन। मेन समस्याहरू भनेको नेपालमा जस्तै अब मैले अघि भनिगयो नेपालमा अब टिकटक फेसबुक सोसल मिडियामा यो यहाँ चाहिँ आउनुहोस् कामको ग्यारेन्टी दिन्छु अथवा विदेश पठाइदिन्छु भनेर चाहिँ मान्छेहरूलाई चाहिँ लिएर आउने र भिजिट भिसामा ल्याउने। भिजिट भिसामा ल्याएर चाहिँ यहाँ चाहिँ काम गर्न चाहिँ कुनै पनि कम्पनीमा चाहिँ आफ्नो एक्सपिरियन्स नभए अनुसार अनि काम नपाइसकेपछि उहाँहरू चाहिँ लास्टमा बाध्यता चाहिँ उनीहरूको आउट पासै बनाएर जानुपर्ने हो। अनि यहाँ चाहिँ अब के हुन्छ भने मेन समस्या भनेको नेपाल आएर भिजिट भिसामा आउने अनि नेपाल आएर फ्रिल्यान्स भिसामा आउने अनि आइसकेपछि अब जस्तै अब दुबईको समस्या भनेको जस्तै अब फ्रिल्यान्स भिसामा आइसकेपछि त्यो फ्रिल्यान्स भिसा भोलि यहाँ आएर चाहिँ स्ट्याटस चेन्ज नगरिदिने, ओभर स्टेमा राखिदिने र फेरि यहाँ आइसकेपछि तपाईँको क्रेडिट कार्ड मेन समस्या भनेको क्रेडिट कार्ड निकालिदिने, ब्याङ्क लोन निकाल्ने र चाहिँ जो निकाल्ने व्यक्ति चाहिँ यहाँ फरार भएर बाहिर जाने र जो उसको नाममा निकालेको व्यक्तिहरू चाहिँ यहीँ फस्ने, पैसा तिर्न नसक्ने। जस्तै अब युरोप पठाइदिन्छु भनेर कन्सल्टेन्सीहरूमा चाहिँ पैसा दिने बेला चाहिँ एग्रिमेन्ट अनुसार नदिने र ह्यान्ड क्यास दिने र यस्ता अवस्थामा चाहिँ नेपालीहरूले धेरै चाहिँ समस्याहरू देखेको छ। ओके, भनेपछि यो जति पनि यहाँ दुबईमा च्यालेन्जेसहरू भनेको मान्छेहरूलाई धेरै अवेर नभएर होइन उनीहरू भिजिटमा आएर पनि हुँदो रहेछ। तर एउटा धेरैजनाले फेरि अब यो सही उपाय चाहिँ कसरी हुन्छ? जस्तै कि अब नभनौँ अब कोही नेपाली छ जो चाहिँ नेपालमा छ, अब हुनसक्छ बाहिर आउन मन लाग्छ, अब बाहिर आएर हुनसक्छ ल अब घर परिवारको लागि गर्नु पऱ्यो भने अब च्यालेन्जेस यस्तो हुन्छ। अब राइट वे चाहिँ कस्तो हुन्छ त, मतलब के हिसाब? अब यस्तो हुन्छ, अब नेपालबाट पहिला कुरो नेपालबाट आउँदाखेरि सबैभन्दा पहिला कुरो भिजिट भिसामा नआऊ। भिजिट भिसा भनेको घुम्न आउने मात्रै हो। भोलि अब अरूको लोभ लाजमा लाएर चाहिँ लैमा लाएर चाहिँ भिजिट भिसामा आएपछि स्योर फसिन्छ। र आउँदाखेरि हामीले के गर्नुपर्छ भने कुनै मेन पावरहरूको डिमान्ड जाँदाखेरि जस्तै कम्पनीहरूको डिमान्ड जान्छ, यस्तो लगभग यो पार्लरको खासै यो भन्छ अरूहरूले त्यसमा खासै डिमान्ड गएको हुँदैन। मेन भनेको चाहिँ हामीले चाहिँ कुनै पनि कम्पनीमा अप्लाई गर्दाखेरि मेन पावरमा डिमान्ड गएको पेपर हेर्ने, एमबिसीले यहाँ चाहिँ मजा बकाइदा स्ट्याम्प हानेर एग्रिमेन्ट अनुसार कम्पनीको ल अनुसार पुरै स्ट्याम्प हानेर चाहिँ उहाँले चाहिँ एमबिसीले चाहिँ नेपाल डिमान्ड पठाएको हुन्छ। डिमान्ड हेर्ने यो सही कम्पनी हो या कुन कम्पनी हो अथवा रियल हो होइन भने चाहिँ सबैभन्दा पहिला कुरो मेन पावरमा जाँदाखेरि डिमान्ड चेक गर्ने, डिमान्ड सही हो कि होइन भन्ने कुरो। यदि सही हो भने चाहिँ एग्रिमेन्ट गर्ने, नेपालमै एग्रिमेन्ट पेपर बनाउने र मेन पावरलाई पैसा बुझाउँदाखेरि रसिद लिने,
ब्याङ्क खातामा हाल्ने, ह्यान्ड क्यास नदिने र जस्तै अब भिजिटमा आउने बेला काम पाइन्छ भनेर या काम स्योर हुन्छ भने त्यो लैलैमा नपर्ने र आउँदाखेरि सरम गरेरै आउने र राम्रो कम्पनी राम्ररी चेक जाँच गरेर यदि तपाईँहरूलाई थाहा छैन भने हामीलाई युएमा बसेको धेरै भयो, सबै कम्पनीहरू कस्तो छ के छ भन्ने कुरो हामीलाई सबै थाहा छ, हामीसँग एकचोटि सम्पर्क गरेर पनि हामीले भन्न सक्छौँ। यसरी चाहिँ हामीले चाहिँ गैर कानुनी भन्दा पनि कानुनी अनुसार आउँदा चाहिँ हामी राम्रो हुन्छ दुबईमा। जस्तै कि हजुरले भन्नुभयो कि अब डिमान्ड लेटरलाई चेक गर्ने भन्दा मेन पावरले अब त्यो चाहिँ हामीले कसरी गर्न सकिन्छ? जस्तै कि अब डिमान्ड लेटर सही हो भनेर चाहिँ कसरी थाहा भयो? डिमान्ड लेटर चेक गर्दाखेरि जो मेन पावरले चाहिँ तपाईँलाई चाहिँ दुबई पठाइदिन्छु अथवा कुनै विदेश पठाइदिन्छु भन्ने मेन पावरसँग डिमान्ड के को हो त, केमा अप्लाई गर्दैछौँ भन्दाखेरि उनीहरूले चाहिँ यो यसमा भ्याकेन्सी छ। जस्तै एउटा मानव न सेल्सम्यानमा भ्याकेन्सी छ, सेल्सम्यानमा त छ तर कुन कम्पनीमा छ भन्ने कुरो चाहिँ तिनीहरूसँग खोज्ने मेन पावरसँग। एक्जाम्पल मानव मेरो कम्पनी छ, मेरो कम्पनीलाई चाहिँ 10 जना मान्छे चाहियो, 10 जना चाहियो भनेपछि मैले यहाँ कम्पनीमा गएर एमबिसीमा चाहिँ स्ट्याम्प गराएको हुन्छु। त्यो डिमान्ड लेटरमा स्ट्याम्प गरेको हुन्छ, स्ट्याम्प गर्ने चाहिँ पेपर चाहिँ मेन पावरमा जान्छ। मेन पावरले चाहिँ त्यो देखाउनु पर्छ यो कम्पनीमा यसरी जानियो, यति सेलेरी हो, सबै त्यो डिमान्ड लेटरमा एमबिसीको स्ट्याम्प हुन्छ। त्यो हेरेर चाहिँ आइयो भने चाहिँ हामी दुबईमा कुनै समस्या सेलेरी प्यान अथवा कुनै प्रब्लम भयो भने चाहिँ त्यो चाहिँ हामीले एमबिसीलाई पनि चाहिँ कुरा उठाउन सकिन्छ र एमबिसीले पनि हेल्प गर्नुपर्छ त्यसमा चाहिँ। भनेपछि अब यो डिमान्ड लेटरको कुराहरूमा भनेको चाहिँ एउटा नेपालबाटै यो एम्बेसीबाट नै एटिस्टेट भएर जाँदो रहेछ र त्यो एटिस्टेट भएर गएपछि मात्रै चाहिँ अनि बल्ल चाहिँ त्यो भेरिफाई गरेर चाहिँ एउटा सेफ वे चाहिँ त्योबाट हुँदो रहेछ होइन। सो अब हाम्रो जति पनि नेपालीहरू यहाँबाट आएर गर्नुहुन्छ होइन, अब जस्तै अब स्पेसली अब ब्युटी फिल्डमा पनि धेरैजना नेपालीहरू हुनुहुन्छ होइन। अब हजुरले चाहिँ त्यसमा कस्तो अब ब्युटी फिल्डमा अब जति पनि छोरी मान्छेहरू हुनुहुन्छ उहाँको चाहिँ हजुरले कतिको देख्नुपर्छ दुबईमा, हजुरको रियालिटी हजुरले एक्सपिरियन्स गरेको चाहिँ यो ब्युटी फिल्डमा चाहिँ के कस्तो हुन्छ होइन, यसमा कतिको च्यालेन्जेसहरू भइरहेको हुन्छ? ब्युटी फिल्डमा चाहिँ एकदम राम्रो लाग्छ मलाई, किनभने चाहिँ जति पनि नेपालमा सिप सिकेर आयो भने चाहिँ र यहाँ पनि कुनै मात्रामा चाहिँ ट्रेनिङ लिएर जस्तै जबमा अथवा कम्पनीमा कुनै पनि ब्युटिसियनमा गयो भने एकदम राम्रो छ। किनभने यहाँ मान्छे नेपालीहरूले चाहिँ जस्तै नेपालीहरूले चाहिँ दुबईमा चाहिँ राम्रो ब्युटी पार्लरमा चाहिँ भ्याकेन्सी छ अथवा कामदार चाहिएको छ भने नेपालमा चाहिँ हावाको तालमा उठाउँछ। त्यो हावाको तालमा आइयो भने सियोर दुःख पाइन्छ। नेपालमै केही सिप सिकेर र दुबईमा आएर पनि सिकेर ब्युटिसियनमा अथवा कुनै पनि ब्युटी पार्लरमा अथवा त्यसमा गएर चाहिँ काम गर्यो भने अब सेलेरी पनि राम्रो छ, काम पनि राम्रो छ। र मैले जति पनि हाम्रो नेपाली दाजुहरूलाई मैले भन्न चाहन्छु भने जति पनि युएमा आउँदाखेरि ब्युटिसियनमा आउँदाखेरि नेपालमा चाहिँ जो कुनै पनि ट्रेनिङ नगरिकन दुबई पठाइदिन्छु काम पाइन्छ भन्ने हिसाबले चाहिँ नआउनु होला। र यदि इच्छै छ भने चाहिँ कुनै काम सिकेर ब्युटी पार्लरमा राम्रो काम सिकेर र दुबईमा आएर पनि कुनै मात्रामा ट्रेनिङ गरेर चाहिँ त्यसपछि चाहिँ जब चाहिँ पाइन्छ र सम्भावना पनि छ, राम्रो पनि छ त्यसमा चाहिँ। ओके, ब्युटी इन्डस्ट्रीमा चाहिँ अब धेरै जस्तो नेपालमा कुनै एउटा ब्युटिसियन छ भने उसले सायद 25 देखि 30 हजार कमाउँछ भने त्यही ब्युटिसियन चाहिँ दुबईमा आएर उनले 3 हजारसम्म कमाउन सक्दो रहेछ। एकदम राम्रो। के अरे ब्युटिसियनमा अब जस्तै अब म पनि एउटा चाहिँ मेरो पनि पार्लरहरू चाहिँ ब्युटी पार्लर भएको हिसाबले चाहिँ मेरै कम्पनीमा पनि एउटा स्टाफले चाहिँ लगभग मेरो स्टाफ चाहिँ 18-19 जना स्टाफहरू छन्। यिनीहरूले पनि लगभग महिनामा 3000 3500 भनेको नेपालमा लगभग 3500 भनेको त 1 लाख भन्न धेरै नै भयो होइन। अब 1.5 लाखै पुग्न जान्छ होला सायद। कमाइ राम्रो छ। सुरुमा नयाँमा 2000 बारे स्टार्ट हुन्छ। जस ब्युटिसियनमा सिक्दाखेरि र काम गर्दाखेरि एकदम राम्रो देख्छु मैले चाहिँ। त्यही त नि, किनकि धेरै ब्युटिसियनमा आउनुको कारणै भनेको नेपालमा 30,000को खानुभन्दा दुबईमा गएर बढी मेहनत गरेर 1-2 लाख खाम भन्ने हिसाबले हुँदो रहेछ। यस्तो सिचुएसनहरू देख्नुपर्छ जहाँ चाहिँ च्यालेन्जेस चाहिँ हुन्छ, जुन चाहिँ च्यालेन्जेस भएको ब्युटिसियनहरूलाई। अब यस्तो हुन्छ, अब यो आफूमाथि भर पर्ने हुन्छ। जस्तै अब आफूले कतिको सिक्ने हो, कतिको चाहिँ मन लाएर गर्ने हो भन्ने कुरो हुन्छ। त्यसमा चाहिँ हामीले चाहिँ मैले भन्छु दुबईमा ट्रेनिङ कम्पनीहरू पनि छ होइन, त्यहाँ गएर राम्रो ट्रेनिङ लिने र राम्रो गरियो भने सेलेरी पनि राम्रो हुन्छ। जस्तै नेलहरूमा चाहिँ नेलहरूको
सबैभन्दा मैले पैसा चाहिँ अब अझै देख्छु, मैले नेलमा देख्छु। नेल चाहिँ स्पेसली चाहिँ राम्रो कम्पनीमा गएर सिकियो भने बाहिर चाहिँ लगभग कसैको एउटा कम्पनीमा देखेको मैले 10,000 15,000 16,000 पनि सेलेरी देखेको छु। त्यसमा चाहिँ नेलमा चाहिँ हामीले चाहिँ एकदम हामीले नेपालदेखि नै सिकेर अब दुबईमा आएर पनि राम्रो कम्पनी खोजेर चाहिँ हामीले चाहिँ सिकियो भने चाहिँ नेलमा चाहिँ राम्रो। ए ओके, सो भनेपछि अपर्च्युनिटीहरू चाहिँ नेलमा चाहिँ रहेछ। सो अब यस्तो कुनै सिचुएसन आछ जहाँ चाहिँ हुन्छ नि ब्युटिसियनहरू, किनकि अब जस्तो कि पछिल्लो समयमा आफैले पनि सामूहिक सञ्जालमा अब सोसियल मिडियामा कति धेरै हुन्छ नि ब्युटिसियन हायरिङ होइन, 100जना डिमान्ड 200जना डिमान्ड भन्ने कति देखेको छु क्या होइन, र स्यालेरी पनि 3,000 3,500 यस्तो भन्ने कति धेरै देखेको छु। यसको बारेमा चाहिँ के छ? होइन यस्तो यो अब फेकहरू धेरै हुन्छ, हामी फेकपट्टि लाउनु हुन्न। आधिकारिक कुनै व्यक्तिहरूलाई चाहिँ सोधपुछ गरेर चाहिँ गऱ्यो भने राम्रो हुन्छ। किनभने जति पनि नेपालमा दुबईमा अब टिकटकमा सोसियल मिडियामा चिच्याउँछ त्यो भने जस्तो हुँदैन। किनभने ब्युटिसियनमा चाहिँ अब डिमान्डहरू खासै नेपालमा कुनै पनि कम्पनी आएर डिमान्ड गएको जस्तो लाग्दैन मलाई। अब किनकि डिमान्ड जान ठुल्ठुलो कम्पनीमा चाहिँ डिमान्ड पठाउने, यहाँ चाहिँ इन्डिभिजुअल भिसा अथवा कुनै कम्पनीले चाहिँ चाहियो भने धेरै चाहियो भने 2-3जना इन्डिभिजुअल भिसा पनि ल्याउन सक्छ। त्यो डिमान्ड गएकै चाहिँ मलाई चाहिँ त्यति डिमान्डमा अब 3,000 सेलेरी एकैचोटि 4,000 पाइन्छ भनेर चाहिँ त्यो चाहिँ फेक जस्तो लाग्छ। किनभने दुबईमा आउने नेपालमा डिमान्ड पठाउने बित्तिकै दुबईमा चाहिँ आएर त्यति सेलेरी चाहिँ कसैले पनि पाउँदैन। किनभने त्यो सिक्नुपर्छ। जस्तै अब नेपालमा केही मात्रामा सिकियो भने दुबईमा आएर पनि धेरै मात्रामा सिक्नुपर्छ। किनभने नेपालको र यहाँको चाहिँ धेरै डिफ्रेन्स छ। यहाँ नेपालमा सिके जस्तो चाहिँ दुबईमा आएर काम गर्न चाहिँ त्यति सजिलो छैन। त्यही भएर चाहिँ मेरो भनाइ चाहिँ के छ भने जति पनि ब्युटिसियनमा आउनेहरू चाहिँ 3,000 सेलेरी यस्तो डिमान्ड छ उस्तो त्यस्तो चाहिँ नफसेर चाहिँ आधिकारिक रूपमा चाहिँ बुझेर चाहिँ र सिकेर चाहिँ पार्लरमा चाहिँ काम गर्न भन्न चाहन्छु। ए ओके, जस्तै हजुरले भन्छु इन्डिभिजुअल भिसा भनेर, यो चाहिँ मैले पहिलोचोटि सुने, यो चाहिँ कस्तो हो खासमा इन्डिभिजुअल? इन्डिभिजुअल भिसा भनेको अब कम्पनीहरूले जस्तै मेरो कम्पनीमा 10जना मान्छे छ होइन, जस्तै मलाई अब 1जना चाहियो, 1जना चाहिँ कामदार ल्याउनलाई चाहिँ हामीले डिमान्ड लेटरै बनाउनु पर्ने हुँदैन। इन्डिभिजुअल भिसा भनेको के हो भने कुनै पनि कम्पनीलाई एकजना व्यक्ति चाहियो, त्यो चाहिँ हामीले चाहिँ कम्पनीको अफर लेटर भिसा निकालेर चाहिँ एमबिसीमा गएर एट्याच गर्न सकिन्छ। एट्याच गर्नलाई 300 लाग्छ। 300मा चाहिँ हामीले चाहिँ त्यो एट्याच गरेर चाहिँ नेपालमा चाहिँ त्यो भिसा पेपर पठाएर त्यो डकुमेन्ट पठाएर चाहिँ नेपालमा चाहिँ इजिली चाहिँ श्रम गरेर चाहिँ आउन सकिन्छ। त्यसलाई चाहिँ इन्डिभिजुअल भिसा भन्छ। जस्तो एउटा भिसा निकाल्ने 2टा भिसा निकाल्ने जो डिमान्ड नगरिकन चाहिँ इन्डिभिजुअल भिसा चाहिँ त्यसरी चाहिँ पहिले भिसा निकालेर चाहिँ एट्याच गरेर चाहिँ नेपाल पठाउनलाई त्यसलाई चाहिँ इन्डिभिजुअल भिसा। ए भनेपछि त्यस्तो पनि अप्सन चाहिँ हुँदो रहेछ। यसको बाहेक अरू कस्तो कस्तो अप्सन हुन्छ? जस्तै कि अब कोही के नर्मल सेल्समा या फिर क्लिनरमा या क्यासियरमा आउँदाखेरि अब डिमान्ड लेटर बनाउन चाहिँ हामीलाई कुनै पनि ठुलो कम्पनी ठुलो सङ्ख्यामा अथवा 20जना 25जना 30जना 100जना 200 300जना चाहियो भने हामीले चाहिँ डिमान्ड लेटर बनाउने हो। अब 1जना 2जना ल्याउनलाई चाहिँ हामीले डिमान्ड लेटर बनाउनु पर्दैन। हामीले चाहिँ आफ्नो कम्पनीको लाइसेन्स डकुमेन्टहरू अफर लेटर ग्यारेन्टी लेटरहरू लिएर गएपछि एमबिसीमा अथवा कन्सुलरमा गएपछि 300 दिरहम लाग्छ। यो चाहिँ नेपाल एम्बेसीमा हो। नेपाल एम्बेसीमा गइसकेपछि त्यहाँ चाहिँ हामीले चाहिँ बुझाएपछि उनीहरूले चाहिँ स्ट्याम्प हानिदिन्छ। स्ट्याम्प हानिदिसकेपछि नेपालमा कपी पठाइसकेपछि इजिली चाहिँ नेपाल श्रम मन्त्रालयले चाहिँ श्रम गरेर चाहिँ त्यो चाहिँ सिधै टिकट काटेर चाहिँ आउन सकिन्छ। ए भनेपछि यो चाहिँ जो चाहिँ 1जना 2जना यसरी बेच्न हुँदो रहेछ होइन त। र अब त्यसको साथसाथ भनेको अब जस्तै कि हजुरको जुन एक्सपिरियन्समा चाहिँ अब धेरै मात्रामा देखेको प्रब्लम के नेपालीहरूमा त्यो चाहिँ के छ हजुरले देखेको? हरेक कन्ट्रीको व्यक्तिहरू चाहिँ धेरै ड्रग्स केसमा चाहिँ फसेका छन्। जस्तै युजन होइन, अब सेल्स यिनीहरू चाहिँ अब यहाँ चाहिँ धेरै फसेको छ। दोस्रोमा चाहिँ अब फ्रिल्यान्स भिसा। जस्तै अब नेपालमा फ्रिल्यान्स भिसा भन्ने गर्छ। फ्रिल्यान्स भिसा एकदम नराम्रो चिज हो र अब वास्तवमा नेपालीहरूले बुझ्दैनन् होइन। फ्रिल्यान्स भिसा भनेको एकदम नराम्रो चिज लाग्छ मलाई। किनभने फ्रिल्यान्स भिसा भनेको नेपालीहरूले जो कम्पनीको भिसालाई फ्रिल्यान्स भन्ने गर्दछन्। त्यो फ्रिल्यान्स भिसा हुन्छ तर त्यो अलिकता राम्रा मान्छेहरूलाई चाहिँ जस्तो डक्टर इन्जिनियर यिनीहरूलाई चाहिँ फ्रिल्यान्स भिसा दिन्छ दुबईले। तर जो हामी नेपालीहरूले चाहिँ फ्रिल्यान्स भिसा भनेर टिकटकमा फेसबुकमा सोसियल मिडियामा चिच्याउँदै गर्छन् त्यो चाहिँ कम्पनीको भिसालाई चाहिँ उनीहरूले फ्रिल्यान्स भिसा
भन्ने गर्छन्। त्यो भिसामा आउनलाई एकदम बेफाइदा भनेको जस्तै फ्रिल्यान्स भिसामा हामी फ्रिल्यान्स भिसा लाग्यो एक्जाम्पल होइन, त्यसमा चाहिँ भोलि गएर त्यो कम्पनीले चाहिँ फ्रड धेरै गरेको छ। त्यो कम्पनीले चाहिँ तपाईँको नाममा सिम निकाल्ने, ब्याङ्क कार्ड निकाल्ने अथवा क्रेडिट कार्ड निकाल्ने, अनि त्यसपछि कम्पनीले युज गरिदिने, अनि त्यो सिमले चाहिँ निकालेर जताभावी गैर कानुनी कामहरू गर्ने, अनि त्यसपछि लास्टमा को फस्यो, त्यही व्यक्ति फस्यो जसको आइडिआर निकाले त्यो व्यक्तिहरू फस्छ। र अब फ्रिल्यान्स भिसा भनेको अब आज लाइयो भोलि छैन, 2 वर्षपछि अथवा 6 महिनापछि कहिलेसम्म टिक्ने हो थाहा हुँदैन। किनभने त्यो कम्पनीको व्यक्तिको धारणा, त्यो व्यक्तिको माइन्डमै के हुन्छ नि, मैले फ्रिल्यान्स भिसा 100 जना बेच्छु, 100 जना बेचिसकेपछि म चाहिँ यहाँ चाहिँ टाप कस्छु, भाग्छु। जस्तै एकजना व्यक्ति आएर 10,000 लिए पनि हजुरको 100 जना व्यक्ति आएर धेरै पैसा कमाइ हुन्छ। त्यसपछि उनीहरू चाहिँ कम्पनी ब्लक गरेर जाने हो। लास्टमा फस्ने फ्रिल्यान्सवाला। भोलि गएर कुनै समस्या, ब्याङ्कको लोनहरू यिनीहरू जस्तै भोलि भिसा एक्सपायर भयो भने, भिसा लाइसेन्सै अब एक्सपायर छ भने त्यतिखेर फस्यो। त्यही मेरो चाहिँ भनाइ चाहिँ जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भरिसके फ्रिल्यान्स भिसा नलगाऊ। फ्रिल्यान्स भिसाले धेरै बेफाइदाहरू छ। भोलि गएर तपाईँलाई अन्त काम गरेको भेट्टा अनि त्यहाँ डिपोर्ट पनि छ। जस्तै फ्रिल्यान्स बेच्नेलाई चाहिँ अस्ति नै केस आएको थियो। अस्ति 600 जना मान्छे कति 10 मिलियन 10 मिलियन केस, बिचरा त्यो मान्छे अहिले दुबईमै अड्केर बसिरहेको छ। जस्तै यस्ता केसहरू हुन्छन्। त्यही भएर फ्रिल्यान्स भिसा भरिसके चाहिँ कोही न कसैले पनि नलगाउनलाई चाहिँ म अनुरोध गर्दछु। अब जस्तै हजुरले भन्नुभयो कि लाइक यो फ्रिल्यान्स भिसा अनि अब भिजिट भिसा, खासमा यो दुवैमा यो भिजाको सिस्टम भनेको चाहिँ के हो, लाइक कस्तो कस्तो प्रकारको भिजा हुन्छ, कसरी भिजा पाउँछ, के चिज चाहिन्छ यसको लागि चाहिँ? यस्तो छ, अब भिसा जस्तै हामीलाई चाहिँ फ्रिल्यान्स भिसा भन्ने चाहिँ जस्तै नेपालीहरूले गर्छन्, जो बेच्छन्, यो बिजनेसको रूपमा लिएको छन्। जस्तै फ्रिल्यान्स भिसालाई 10,000 मा बेच्ने। त्यो फ्रिल्यान्स भिसा भनेको कुनै कम्पनीको, जस्तै मैले कम्पनी खोलेँ, मैले 100 जनाको कोटा निकालेँ अथवा 50 जनाको निकालेँ, 20 जना निकालेँ, त्यो के हुन्छ नि, त्यो चाहिँ बेच्ने। कुनै व्यक्तिलाई कोटा भनेको हजुरको कति व्यक्तिलाई चाहिँ, कतिजना यहाँको युए गभर्मेन्टले चाहिँ यतिजना व्यक्ति चाहिँ भिसा लगाउन पाउँछस् भनेर यति कोटा दिएको हुन्छ होइन। कोटा कम्पनीले चाहिँ कम्पनीलाई दिएको हुन्छ। त्यही अनुसारले यिनीहरूले चाहिँ फ्रिल्यान्स भिसा बेच्ने गर्छन्। जस्तै हामीले फ्रिल्यान्स भिसामा हामीले चाहिँ भरिसके लाउनै हुँदैन। यो चाहिँ एकदम नराम्रो हो भन्न चाहन्छु। र भिजिट भिसा पनि अब जस्तै नेपालीहरूले अहिले चलिरहेको भिजिट भिसामा चाहिँ नेपाल आएर जति पनि नेपालीहरू अहिले वर्किङ भिसा बन्द गरेको भएर, नयाँ श्रम बन्द गरेको भएर चाहिँ, किनकि अहिले युए सरकारले चाहिँ मध्यपूर्वमा भएको समस्याको कारण चाहिँ नेपाल सरकारले चाहिँ श्रम बन्द गरिदिएको थियो। अस्ति हामीले आवाज उठाइसकेपछि श्रम चाहिँ रिन्युअल गर्न मिल्ने, तर अहिले चाहिँ श्रम चाहिँ जो नयाँ हुनेलाई चाहिँ त्यसलाई चाहिँ श्रम बन्द गरेको छ। त्यो पनि हामीले आवाज उठाएको छ। किनभने अब नेपाल सरकारले गर्दा अहिले जति पनि युएमा चाहिँ भिजिटमा आएर काम गरेका व्यक्तिहरू छन्, जस्तै राम्रो कम्पनी पाएर कम्पनीमा चेन्ज गरेर भिसा चेन्ज गरेर काम गरेका छन्। त्यो व्यक्तिहरू चाहिँ अब नेपाल गएर आउन चाहन्छन्, किनकि उनीहरूलाई चाहिँ राम्रो छ भने चाहिँ नेपाल सरकारले रोक्नु भएन होइन। अब कम्पनीमा राम्रो स्यालेरी पाइरहेको छ, नेपालमा गएर बेरोजगारी हुनु पर्यो। त्यही भएर चाहिँ त्यो श्रम चाहिँ अब अहिले ओपन हुँदैछ। त्यो भिजिट भिसामा चाहिँ पनि मैले चाहिँ नआउन भन्छु। भरिसके हामी चाहिँ वर्किङ भिसामै डिमान्ड लेटर जो पठाएको छ राम्रोसँग चेक जाँच गरेर चाहिँ वर्किङ भिसामा आएको चाहिँ राम्रो लाग्छ। ओके। र यो जस्तो कि श्रम भन्छ हजुरले होइन, यो खासमा श्रम चाहिँ खासमा चाहिँ यो के चाहिँ भइरहेको हुन्छ, यो जसलाई थाहा छैन उहाँहरूको लागि चाहिँ यो श्रम भनेको चाहिँ खासमा के गरिरहेको हुन्छ? यो अहिले कस्तो छ नि, श्रम भनेको चाहिँ हामीले जस्तो विदेश आउनलाई चाहिँ यहाँ डिमान्ड लेटर पठाए श्रम मन्त्रालयले चाहिँ उहाँलाई चाहिँ श्रम गरेर चाहिँ दुबई जान पाइने भन्ने छ। अब श्रम मन्त्रालयले चाहिँ श्रम गर्दाखेरि चाहिँ जस्तो जो श्रम गर्यो त्यो श्रमवाला चाहिँ जुन पनि मान्छे श्रम गरेर आयो नि, भोलि गएर अथवा कुनै समस्या भयो, दुबईमा अब मृत्यु भयो होइन, त्यो श्रमले चाहिँ एउटा इन्सुरेन्सदेखि भएर चाहिँ अब त्यो मृत्यु भएको व्यक्तिलाई नि भोलि कम्पनी राम्रो परेन, कम्पनी लस भएको कम्पनीहरू हुन्छ नेपाल, त्यो लास पठाउनको लागि नेपाल पठाउनको लागि चाहिँ श्रमले चाहिँ काम गर्छ। किन कुनै कम्पनी लसमा छ नि, भोलि गएर त्यो लास नेपाल पठाउनलाई कुनै पनि उपाय भएन नि, श्रम मन्त्रालयले चाहिँ त्यो जो इन्सुरेन्सको पैसा हुन्छ, इन्सुरेन्सको पैसाले चाहिँ हामीलाई लास पठाउन सजिलो भयो। कुनै अब भोलि गएर कुनै घाउ चोटपटक लाग्यो, बिमारी भयो, अथवा कम्पनीमा काम गर्दाखेरि घाउ चोटपटक लाएर नेपाल फर्किनु पर्यो, भोलि कम्पनीले हेरेन नि, भोलि गएर एक्सिडेन्ट भयो भने त्यो चाहिँ भोलि चाहिँ
नेपाल सरकारबाट पनि अब पैसा पाइयो इन्सुरेन्सबाट। त्यो श्रम भनेको चाहिँ अब प्रायः जसो सबैले चाहिँ श्रम चाहिँ एकदम गर्नु नै पर्ने हुन्छ। जस्तै कि अब हजुर त अलरेडी धेरै वर्ष बसेको छ नि त दुबईमा। अब 4-5वटा टाइपको नेपालीहरू भन्न सक्नुहुन्छ जुन चाहिँ यस्तो मात्रामा चाहिँ काम गर्ने भइरहेको हुन्छ होइन, किनकि अब सबैजना फरक फरक हिसाबले काम गर्न आइरहेको हुन्छ र सबैजनाले चाहिँ फरक फरक च्यालेन्जेसहरू फेस गरिरहेको हुन्छ नि त। अब यस्तो टाइपको नेपालीहरू चाहिँ जो चाहिँ हुन्छ नि, जसले चाहिँ कुनै नेपाली जो चाहिँ हुनसक्छ सायद श्रम गरेर सबै चिज गरेर राम्रो काम गर्न आइरहेको हुन्छ होइन, अब कुनै जो फ्रिलान्समा भिजिटमा आएर च्यालेन्जेस फेस गर्ने हुन्छ होइन। यस्तो फरक फरक टाइपको कस्तो कस्तो चिज चाहिँ भइरहेको हुन्छ? यस्तो हुन्छ अब धेरैको के अरे अब कोही हुन्छ कामै गर्न जाने भनेर चाहिँ मेन पावरमा गएर डिमान्ड लेटर चेक गरेर चाहिँ अब काम गर्नै जान्छु भनेर चाहिँ श्रम गरेर चाहिँ आएका हुन्छन्। कसैको सोच हुन्छन् अब दुबईमा गएर राम्रो कम्पनी खोजेर भिजिटमा गएर चाहिँ राम्रो कम्पनी खोजेर चाहिँ राम्रो कम्पनीमा इन्टरभ्यू दिएर चाहिँ पास भएर चाहिँ त्यही काम गर्छु भनेर आएको हुन्छ। कोही हुन्छ धेरै जसो फ्रिल्यान्स भिसामा आउनेहरू चाहिँ कस्तो हुन्छ नि, अब तिनीहरूले चाहिँ कस्तो बिजनेसम्यानहरू अथवा यहाँ आएर कुनै चाहिँ जबहरू पार्ट टाइम गर्ने धेरै जसो फ्रिल्यान्सहरूले फ्रिल्यान्स भिसा लगाउने भनेको मेन भनेकै अब जस्तो घरमा हाउसमेडमा काम गर्नेहरूलाई हाउसमेडमा चाहिँ यहाँ भिसा चाहिँ श्रम हुँदैन, किनकि जो दुबईमा कुनै पनि हाउसमेडको भिसा लगाएको छ नि नेपालमा चाहिँ नेपाल सरकारले चाहिँ श्रम रोकिदिएको छ, श्रम हुँदैन। त्यही भएर उहाँहरूको श्रम हुँदैन र श्रम नभइसकेपछि नेपाल गइसकेपछि फेरि आउन मिल्दैन। त्यसैको कारणले चाहिँ जति पनि युएमा चाहिँ पार्ट टाइम गर्ने घरमा काम गर्ने त्यस्ताहरूले चाहिँ धेरै जसो फ्रिल्यान्स भिसाहरू लिने गरेको हुन्छ। अब किनभने अब किनकि अब नेपाल सरकारले चाहिँ हाउसमेडहरूलाई चाहिँ गएर आउन नमिल्ने त हाउसमेडको भिसाहरू चाहिँ अप्रुभ छैन जो श्रम गर्नको लागि, त्यही भएर चाहिँ उनीहरू चाहिँ बाध्य भएर पनि फ्रिल्यान्स भिसा लिने र फ्रिल्यान्स भिसामा चाहिँ आउन जानलाई सहिलो हुने भएकोले फ्रिल्यान्स भिसा धेरै लिने गरेको छ। त्यही भएर अहिले चाहिँ कोही बिजनेसम्यानहरूले पनि फ्रिल्यान्स भिसामा आउने र चाहिँ कुनै बिजनेस गर्ने त्यस्ताहरू पनि देखेको छ। भिसाहरू यस्तो प्रकारले लगाइराखेको छ। सो मैले अस्ति नै टिकटकहरू हेरिराख्दाखेरि चाहिँ होइन मैले एउटा अब यो युरोप सम्बन्धी हेरेको थिएँ कि होइन, जहाँ चाहिँ ओके दुबईबाट युरोपको लागि प्रोसेसिङ गर्ने होइन, र मलाई पनि एकदमै इन्ट्रेस्टिङ लाग्यो क्या, किनकि अब जस्तो कि हामीहरूको धेरैजना मैले जति पनि अब हुन्छ नि ब्युटी इन्डस्ट्रीमादेखि लिएर अरूमा चाहिँ अब नेपालीहरू सबैजना काम गर्न आइरहेको हुन्छ नि त, र अब 2-3 वर्ष या 4-5 वर्ष काम गरेर फेरि पैसा भइसकेपछि चाहिँ अब बरु 5 वर्ष कुनै अरू देशमा काम गरेर कमसेकम पास पाउँछ भनेर उहाँहरू बाहिर जानुहुन्छ नि त। सो अब यो खासमा कस्तो हुन्छ, किनकि हुन्छ नि लाइक अब यो कन्सल्टेन्सी अब हाम्रो नेपालमा जसरी अब बाहिर जाने हुन्छ त्यसरी नै अब यहाँ पनि यो चाहिँ जुन छ नि दुबईबाट बाहिर अरू युरोपमा जाने चाहिँ अवसरहरू कस्तो हुन्छ र के च्यालेन्जेसहरू हुन्छ र अपर्च्युनिटीहरू चाहिँ कस्तो हुन्छ कि लाइक बाहिर जाने? यस्तो छ अब यो पनि अब दुबईमा अब एकदमै दुबईमा फ्रड केस भनेको यसमा हुन्छ सबैभन्दा धेरै। अब के छ भने अब नेपालीहरूले चाहिँ अब जस्तै यहाँ दुबईमा चाहिँ पाकिस्तान लिएर हरेक कन्ट्रीका मान्छेहरूले चाहिँ कम्पनी कन्सल्टेन्सी नै खोलेको हुन्छन्। किन त्यो कन्सल्टेन्सीमा के हुन्छ भने कुनै पनि कन्सल्टेन्सीले चाहिँ जो जस्तै युरोप पठाउँछु माल्टा पोल्यान्ड अथवा कुनै पनि देश पठाउँछु भने धेरै जसो फ्रडै हुन्छ। यिनीहरूले के गर्छ भने जस्तै नेपालीहरू चाहिँ नेपाली यसमा पनि एकदम जोगिनु मैले बार भन्ने गर्छु, यो केसहरू धेरै आइरहेको हुन्छ मसँग। जस्तै युरोप पठाइदिन्छु यो गर्छु, टिकटकमा चाहिँ राम्रो केटीहरू राम्रो केटाहरू चाहिँ आकर्षण देखाउनको लागि पाकिस्तानहरूले प्रायः जसो पाकिस्तानहरूले चाहिँ कन्सल्टेन्सी खोलेर नेपालीहरूले पनि खोलेको छन्। तिनीहरू चाहिँ के गर्छ भने कन्सल्टेन्सी खोल्ने पैसा रकम भनेको कन्सल्टेन्सीमा खोल्नको लागि कुनै धेरै लगानी पनि चाहिँदैन र ठग्ने बाटो छ धेरै यहाँ, फ्रडहरू र स्क्याम गर्नेहरू चाहिँ धेरै चाहिँ यसमा जोगिनु पर्ने हुन्छ। अब जस्तो एक्जाम्पल मानौँ कुनै पनि कम्पनीले चाहिँ जो माल्टा युरोप भनेर राम्रो केटीहरू उफ्राइरहेको हुन्छ, वास्तवमा भने त्यो मान्छेले कुनै पनि युरोपमा अप्लाई गरेर कहीँ पनि पठाउन सकिरहेको छैन। यिनीहरूले के गर्छ भने जस्तै माल्टा युरोप भन्ने अनि त्यसपछि तपाईँको अप्लाई गर्नको लागि 5,000 चाहियो 10,000 चाहियो भन्ने त्यो लिने, त्यो लिइसकेपछि जब त कति पैसा उठाउँदै जाने, उठाएपछि लास्टमा कम्पनीहरू भागिदिने। यस्ता कम्पनीहरू पनि धेरै छन्। कोही कम्पनीले के गर्छ भने जस्तै अब 10,000 हजुरसँग लिए, एक्जाम्पल तपाईँसँग 10,000 लियो, त्यो 10,000 चाहिँ 10 महिनासम्म आनन्द त्यो पैसा चलाउने। त्यसपछि के गर्छ पछि यो पैसा यति लाग्यो अप्लाई गर्नलाई, यो यति अप्लाई गर्नु फेक डकुमेन्टहरू बनाउने, त्यो पैसा त्यही सबै सुलाइदिने।
ए भनेपछि फेल भयो, अप्लाई क्यान्सल भयो यस्तो एप्लिकेसन भनेर त्यसरी पैसा पनि त्यसरी पैसा चाहिँ उनीहरूले चाहिँ सबै पैसा त्यसरी लुट्ने। र कुनै कुनै कन्सल्टेन्सी हुन्छ फेरि तपाईँको यो युरोपमा लगाएको, यसमा चाहिँ पोल्यान्डमा लगाएको क्यान्सल भयो, अर्को फेरि अर्को देशमा लगाइने माल्टामा लगाइने त्यो पनि क्यान्सल भयो भनेर चाहिँ त्यो पैसा 10,000 दिएको डिपोजिट सबै त्यहाँ रित्याइदिने। त्यसरी चाहिँ धेरै ठगी मात्र हुन्छ। कुनै कुनै कम्पनी हुन्छ, कुनै कुनै कम्पनीहरू चाहिँ युरोप पठाउने कम्पनी जेन्युनै हुन्छन्, जेन्युनले गर्दा अब काम गर्दै जाँदा 2-4 काम बिग्रेकै हुन्छ। कुनै कसैले जो भने जस्तो दुबईमा भने जस्तो चाहिँ युरोप पठाए हुने चाहिँ कन्सल्टेन्टले धेरै जस्तो फेकै लाग्छ। त्यही भएर हामी चाहिँ एकदम जोगिनुपर्छ। टिकटकको भरमा, सोसल मिडियाको भरमा राम्रो केटीहरूले, राम्रो केटाहरूले चिच्याउँदैमा यो राम्रो कम्पनी छ यसमा जानुपर्छ भनेर त्यो कुनै पनि यस्तोमा नफसौँ। र कम्पनीमा कुनै पनि कम्पनीमा जाँदाखेरि र कन्सल्टेन्सी जस्तै मेरो कन्सल्टेन्सी छ मानौँ न एक्जाम्पल, त्यहाँ गइसकेपछि तपाईँहरूले चाहिँ रसिद एग्रिमेन्ट कहिलेसम्म यो काम अप्लाई हुन्छ, यति महिनासम्म काम अप्लाई भएर चाहिँ उहाँ जो ठाउँमा पुगेन भने कति पैसा रिटर्न आउने र कति पाउने र कम्पनीको रसिदहरू लिएर चाहिँ हामीले काम गर्न सक्यो भने एउटा लिगल हिसाबमा चाहिँ काम गर्न सक्नुपर्छ। काम गऱ्यो भने चाहिँ हामी चाहिँ भोलि गएर कुनै कम्पनीले फ्रड गरे पनि त्यसमा केस गर्न सकिन्छ। यदि कम्पनी भागे छैन भने त्यसलाई चाहिँ भोलि ब्लक लिस्टमा हाल्न सकिन्छ। त्यस्ता देखाउनहरू चाहिँ बस्नुपर्ने हुन्छ। र मैले जति पनि अब युरोप जो कम्पनीले चाहिँ राम्रो केटीहरू उफारेको हुन्छ त्यही कम्पनीको केटीहरू सुद्धा चाहिँ युरोप जान नसकिरहेको हुन्छ। बिचरा तिनीहरू धेरै कम्पनीहरू अहिलेसम्म मलाई धेरै कम्पनी यस्तो कम्प्लेन आइरहन्छ जो कन्सल्टेन्सीमा काम गरेको युरोप, पोल्यान्ड, माल्टा भनेर चिच्चाइरहेका कम्पनीहरू कन्सल्टेन्सीका त्यो चिच्चाइरहेका व्यक्ति केटीहरू अथवा लेडिजहरू चाहिँ मलाई त्यसैको 2 महिनापछि मैले सेलेरी पाएन, मेरो भिसा लगाइदिएन भन्ने चाहिँ फेरि मलाई नै कम्प्लेन गर्न आयो। मैले धेरैलाई सम्झाएँ, जति पनि नेपालीहरूलाई चाहिँ मैले अहिले पनि यहीँ आएर भन्न चाहन्छु, यस्तोमा चाहिँ नफस्नु होला। नेपालीहरूलाई चाहिँ मैले चाहिँ यस्तोमा काम नगर्नुहोस्, यो फ्रड हो, यसरी भोलि गएर तपाईँ समस्या पर्नुहुन्छ भन्दाखेरि मेरो चाहिँ झगडा पनि पर्छ क्या। तपाईँलाई के थाहा हाम्रो कम्पनी राम्रो छ, हाम्रो बोस चाहिँ पाकिस्तानको राम्रो काम गर्छ, कति मान्छे गइसक्यो भनेर मलाई तपाईँलाई बोल्न जरुरत छैन, हामीलाई थाहा छ हाम्रो कुरो भन्छ चाहिँ यसरी थर्काउँछन् क्या। त्यही लेडिज फेरि 2 महिनापछि मलाई ल सर मैले गल्ती गरेँ, हजुरले भन्नुभएको सही रहेछ, मलाई सहयोग गर्नु पऱ्यो, मैले सेलेरी पाएन, मैले भिसा दिएन कम्पनी, म ओभर स्टेमा छु, मलाई उद्धार गर्नु पऱ्यो भनेर त्यस्तो केस आएको हुन्छ क्या मलाई। भनेपछि युरोपमा जानु भनेको त एकदमै त्यो पनि रिक्सी पार्ट नै रहेछ। एकदम सोचेर विचार गरेर चाहिँ जस्तै जेन्युन कम्पनीहरू पनि छन्, सबै कम्पनी नराम्रो छ भन्ने छैन। धेरै जसो कम्पनी नराम्रो भए पनि कुनै कम्पनीहरूले जेन्युन काम गरिरहेको छ, पैसा रिटर्न भोलि काम बनेन भने चाहिँ एग्रिमेन्ट अनुसार पैसा रिटर्न पनि गर्ने। त्यस्ता कम्पनी चाहिँ हतार नगरिकन राम्रोसँग बुझेर चेक गरे मात्रै चाहिँ अप्लाई गर्दा चाहिँ राम्रो हुन्छ। जस्तै कि अब हामीहरूको दर्शकबिनहरूलाई यदि अप्लाई गर्न चाहन्छ कसरी चाहिँ थाहा पाउने कि यो चाहिँ जेन्युन हो, यो चाहिँ अलिकति हुन्छ नि यस्तोबाट चाहिँ तार दिनुपर्छ, त्यो चाहिँ कसरी थाहा पाउन सकिन्छ? यस्तो हुन्छ, अब कम्पनीहरू जेन्युन कम्पनीहरू हामीले देखेको 2-4वटा कम्पनीहरू छ। भोलि गएर हामीलाई सोध्नु भयो भने, भनिदिनु भयो भने, हामीलाई केही जानकारी लिनु भने हामीले भनिदिनु यो कम्पनीमा गएर अप्लाई गर्नुहोस्, यो कम्पनी जेन्युन छ, अहिलेसम्म गरिरहेको कसैको नि ग्यारेन्टी लिन सकिँदैन। किनभने कसैको पनि आफ्नो त ग्यारेन्टी लिन सकिँदैन, कसैको कम्पनीमा आफूले देखेको अनुसार बोलिदिने हो भनिदिने हो। अब जस्तै हामी चाहिँ पनि जेन्युन कम्पनीमा अप्लाई गर्नु छ भने हामीले कुनै पनि कम्पनीमा अप्लाई गर्न जानु भन्दाखेरि राम्रोसँग बुझ्ने, बजार मार्केटमा बुझ्ने, यो कम्पनी कस्तो छ, कति वर्ष आएर चलिरहेको छ भनेर बुझ्ने राम्रोसँग। त्यो कम्पनीमा अप्लाई गर्नुभन्दा अघि चाहिँ एकचोटि एग्रिमेन्ट चेक गर्ने र एग्रिमेन्ट अनुसार चाहिँ कम्पनीको लाइसेन्स ब्लक लिस्टमा छ कि छैन भन्ने कुरो चेक गर्ने र त्यो कम्पनीमा अप्लाई गरिसकेपछि त्यसको रसिद स्टाम्प हानेर र एग्रिमेन्ट गरेर चाहिँ पैसा लिने। र यदि एकदमै तपाईँहरू चाहिँ कुनै पनि कुरो थाहा छैन भने एकचोटि हामीसँग सोध्नु भने हामीले चाहिँ यो कम्पनीमा गएर अप्लाई गर्दाखेरि त्यति
चाहिँ फसिन्नु होला भन्ने चाहिँ हामीले चाहिँ भनिदिन सक्छौँ। जो हामी दर्शकबिनहरूलाई थाहा छैन हजुरलाई चाहिँ कसरी सम्पर्क गर्न सकिन्छ? मेरो सोसियल मिडियामा अथवा टिकटक फेसबुकमा च्याट गर्दा नि हुन्छ। वाट्सएप पनि मैले फेसबुकमै राखिदिएको छु। प्रायः जसो हाम्रो दुबईमा चाहिँ मेरो लगभग नम्बर सबैसँग छ। सबैले सोधेर बुझेर लिँदा हुन्छ। प्रत्यक्ष मलाई भेटेर अथवा सल्लाह लिँदाखेरि म राम्रो सल्लाह चाहिँ दिन्छु। अब मान्छेहरूले चाहिँ कस्तो कस्तो टाइपको सल्लाह चाहिँ हजुरबाट लिन सकिन्छ? हजुर एउटा दिनहरूलाई चाहिँ हुन्छ नि हजुरले चाहिँ कस्तो चिजमा सपोर्ट गरिराख्नु भएको हुन्छ त्यसमा चाहिँ यसमा चाहिँ मलाई चाहिँ हरेक कुरामा सल्लाह लिन सक्नुहुन्छ। किनभने म चाहिँ अब अहिलेसम्म भोगेर आएको र मैले सबै नेपाली दाजुभाइहरूलाई चाहिँ म एउटा एनआरएनको अध्यक्ष भएको हिसाबले म सबैको अभिभावक भएको अनुसारले पनि म चाहिँ राम्रो सल्लाह दिन्छु। कुनै पनि चिजमा केही पनि काम गर्नु, बिजनेस गर्नु अथवा बाहिर आउनु पर्दा अथवा कुन कम्पनी राम्रो छ छैन, कुन कम्पनी ठिक छ छैन, युरोप जान कहाँ ठिक छ, कुन बार ठिक हुन्छ अथवा कुन मान्छे कस्तो, दुबईमा यो मान्छे कस्तो, हरेक कुरामा चाहिँ मैले चाहिँ सल्लाह दिन सक्छु, राम्रो सल्लाह दिन। भनेपछि हजुरले लिगलदेखि लिएर धेरै चिजहरू जान्न सकिन्छ। ओके, सो भनेपछि यो चाहिँ देश नेपालीहरूलाई एउटा जानकारी लिने ठाउँ चाहिँ एकदमै राम्रो भइरहेको हुन्छ होइन? किनकि अब धेरैजनाले चाहिँ थाहा नभइरहेको हुन्छ नि त होइन? र थाहा नभएको कारणले गर्दा एकजना प्रब्लममा पर्नुहुन्छ। र अर्को कुरा भनेको जस्तो कि अस्ति नि म प्लेनमा आएको थिएँ र मेरो साइडमा एकजना दाइ बस्नुभएको थियो कि होइन? म सोधेको थिएँ कता जाँदै हो भनेर। अनि भनेको उहाँले चाहिँ भन्नुभएको थियो म पनि दुबई नै जाँदै हो भनेर भन्नुभयो होइन? पछि अनि बसमा भेट भएको थियो कि दुबईमा होइन? अनि ठ्याक्कै निस्किने बेलामा अब त्यस लगिसक्यो उडान अनि भनेर साह्रै गर्मी छ है दुबईमा भन्नुभएको थियो कि। अनि त्यसपछि त्यही त नि गर्मी छ। अनि मैले के छ हजुर के यहाँ काम गर्न आउनुभएको? अनि हजुर काम गर्न आएको नि। अनि केमा जब भन्नु? अब अब जब जाँदैछु भन्नु भने के जब कन्फर्म गर। किनकि ठ्याक्कै त्यति बेला चाहिँ भिजिट भिजा बन्द भएको थियो कि। बन्द भएर ठ्याक्कै खोलेको 2-3 दिन भए रहेछ होइन? अनि हजुर चाहिँ अनि के नेपालबाट के काममा आउनुभयो? काममै आएको हो। अनि के भिजिट भिजामा आउनुभयो केमा आउनुभयो? भिजिट भिजामा आएको तर काम चाहिँ कन्फर्मै हो भन्नुभएको थियो कि होइन? सो अनि मलाई देखेर त्यो कस्तो भएन फेरि ओहो भनेपछि त मतलब अब भिजिट भिजा त धेरै चिजहरू प्रब्लम त हुन्छ नि त। तर मान्छेहरूलाई चाहिँ भिजिट भिजा आउने मात्रै त हो नि, कन्फर्मै हो काम भन्नु हुँदो रहेछ। अब यस्तोमा चाहिँ यो केस चाहिँ कस्तो भइरहेको हुन्छ? मतलब हुन्छ नि मान्छेले अब मैले उहाँसँग अब उहाँलाई यति एउटा कन्फिडेन्ट के छ भने काम त म कन्फर्म पाउँछ भन्ने हुँदो रहेछ होइन? तर अब के भयो त्यो त मलाई पनि थाहा छैन। तर यस्तो लेभलको कन्भिन्सिङ हुँदो रहेछ कि सबैजनाले होइन? काम त पाइहाल्छ नि, जाने मात्रै त हुने भनेर। यस्तोमा चाहिँ के हुन्छ? यस्तो के छ भने नेपालीहरू त्यही त अब गाउँघरबाट काठमाडौँ जानुभएको हुन्छ। गाउँघरमा चाहिँ अहिले पहिला काठमाडौँमा मात्रै दलाली भरिन्थेन, अहिले गाउँघरमा पनि दलाली भरिरहेको छन्। किनकि अब हामी चाहिँ यसमा एकदम सोच विचार गरेर आउनुपर्छ। भिजिट भिसा भनेको घुम्नको लागि मात्रै बनाएको भिसा हो एउटा। नेपालीहरूले यसैलाई बिजनेस थलो बनाइदिइसक्यो होइन? अब भिजिट भिसामा दुबई गएर काम पाइन्छ, यति सेलेरी 2000 पाइन्छ, 2200 पाइन्छ भने यो एकदम फेक हो। यसमा चाहिँ हामीले विश्वास गर्न हुँदैन। भिजिट भिसामा आइसकेपछि यहाँ चाहिँ कति गाह्रो हुन्छ भन्ने कुरो जो भिजिट भिसामा आएर दुःख पाएर फर्केकाहरूलाई सोद्धा हुन्छ। हजुरले के इक्जाम्पल दिन सक्नुहुन्छ हजुरले आफू फेस गरेको चिज चाहिँ? यस्तो छ, भिजिट भिसामा चाहिँ के हुन्छ भने पहिला कुरो नेपालमा भिजिट भिसामा अहिले जस्तै अब मलाई केसहरू नै भनौँ न, एउटा केसहरू आइरहेको सबैभन्दा धेरै मेन भनेकै भिजिट भिसामा आउनेहरू फसिरहेको हुन्छ। अब मलाई हरेक दिनमा 100 केसहरू आउँछन्, प्रायः जसो भिजिट भिसैको आउँछ। नेपालमा चाहिँ के छ भने नेपालमा चाहिँ ट्राभल अथवा एजेन्सीहरूले चाहिँ ल भिजिट भिसामा आउनुहोस्, भिजिट भिसामा गएर दुबईमा चाहिँ मैले यति 2000-2500को कन्फर्म मैले जागिर लगाइदिन्छु भनेर तिनीहरूलाई चाहिँ एउटा दिमाग भोरिदिएको हुन्छ कि होइन? दिमागमै उनीहरूले चाहिँ यति सेलेरी पाउँछ उति सेलेरी पाउँछ। बिचरा अब नेपालीहरू सोझो छ, गाउँ आएर सिधा हुन्छन्। अब दुबईमा छ लाखौँ पैसा कमाइन्छ, सोचै त अब त्यही भरिदिएको हुन्छ दलालीहरूले। त्यही सोचमा चाहिँ उहाँहरू पर्नुहुन्छ। अब के छ भने अब दुबईमा चाहिँ त्यसरी जो तपाईँहरूले सोचेको केही पनि छैन। किनभने दुबईमा आइसकेपछि पहिला कुरो भिजिटमा आएपछि नेपालमा भनौँ न 3 लाख पैसा दलालीले उठाएको हुन्छ। त्यो पैसा 3 लाख स्वाट चाहिँ दलालीको हातमा हालिदिने। अनि यहाँ आइसकेपछि त्यो दलालीले के गर्छ नि कुनै रुममा लगेर पार्टेसनमा लगेर राखिदिएको हुन्छ। त्यो पार्टेसनमा कसै दलालीले के गर्छ, पार्टेसनमा पुर्याइदिन्छन्, त्यो टाप कस्छ, भोलि आएर छैन। 3 लाख लियो, भोलि आएर त्यो दलाली कहाँ छ भन्ने कुरो थाहै हुँदैन। आएपछि आफूसँग 1 पैसा हुन्न, त्यो पैसा भएको पनि सबै दलालीलाई बुझाएको हुन्छ। भोलि गएर फेरि रोडमा दुःख पायो भन्दै हिँड्ने। र यहाँ आइसकेपछि पहिला कुरो काम, पहिला कुरो आफूसँग सिपै हुँदैन।
केही सिपै हुँदैन। सिप नभएपछि काम पाउन गाह्रो हुन्छ। जस्तै अब दुबईमा भने जस्तो केही पनि छैन। अब आएर एउटा हेल्परमा जस्तो कम्पनीमा काम गर्न त फेरि यति गाह्रो छ। आएर फेरि अर्को दलाली समाएर अर्को दलालीलाई पैसा दिएर त्यो पनि काम फिक्स हुन्छ कि हुँदैन भोलि गएर, किनकि जति पनि नेपालीहरू दुबईमा पनि अब नेपालमा मात्रै ठग होइन, दुबईमा आएर फेरि गल्ली गल्लीमा ठगीहरू भेटिन्छ। दुबईमा पनि त्यस्तो हुन्छ? किन एकदमै सबैभन्दा ठगी हुने भनेको दुबईमा नेपालीहरूले ठग्ने। कस्तो टाइपको भयो त्यो चाहिँ? आफ्नो नेपाल के गर्छन् भने दुबईमा आउने अब कुनैमा अब जस्तै गल्ली गल्लीमा बस्छन्, जस्तै अब तँलाई राम्रो काम लगाइदिन्छु, तँलाई यस्तो गरिदिन्छु, तँलाई उस्तो गरिदिन्छु भन्ने। अनि कम्पनीमा लर 1-2 दिन छोडिदिने, 1-2 दिन छोडिदिएपछि फेरि त्यो चाहिँ फेरि फर्केर आउने। उहाँ चाहिँ 2000-2500 सेलरी भनेर कम्पनीमा लगेको हुन्छ। कम्पनीमा पुगिसकेपछि गेटबाट यो कम्पनी भित्र पस् मेरो नाम लिइ भन्छ। भित्र गएपछि त्यसको नाम कसले चिन्नु त? त्यसपछि भित्र बाहिर टाप कसेर पैसा 1000 रुपियाँ कसैले 2000 दिएर त्यो टाप कसेको हुन्छ। भोलि गएर फेरि रोडमा आएर दुःख पाएँ भनेर दौडिने हो। त्यही भएर मैले अब भिजिटमा आएर चाहिँ 100मा चाहिँ 10% चाहिँ काममा लागेको देखेछु। किनभने कसैको आफन्त हुन्छ, जस्तै अब मेरो भाइ आयो भोलि गएर बस्न खान समस्या आउने मैले राख्छु। म एउटा काम गरेर बसेको छु, अथवा कुनै आफ्नो आफन्त छ, अथवा कुनै आफ्नो हस्बेन्ड छ, वाइफ छ, त्यस्ता व्यक्तिहरू चाहिँ आएर चाहिँ काम खोज्दा चाहिँ राम्रो हो। आफ्नो मान्छे छ नि र ठिक छ, त्यो आफन्तले सहयोग गरेर भोलि आफ्नो कुनै पनि छैन नि त्यो मान्छे दुःख पाएर जाने हो। त्यही भएर चाहिँ भिजिटमा आउँदाखेरि जो नेपालमा दलालीहरूले लोभ देखाउँछ त्यो अवस्थामा चाहिँ त्यो लोभमा चाहिँ नफस्न चाहिँ म भन्छु सबैलाई। र अब अस्ति हजुरले भन्छ कि अब भिजिटमा आउँछ, आएपछि दलालहरूले पनि पैसा दिन्छ, यस्तो यस्तो गर्छ होइन। र यस्तो गरिसकेपछि अब त्यो मान्छेको अन्तमा चाहिँ कस्तो भइरहेको हुन्छ? प्रायः जस्तोको उनीहरू जब पाइरहेको हुन्छ कि पाइ नरहेको हुन्छ कि? अब भिजिटमा मैले भनिसकेँ अघि, अब 10%ले काम पाउने हो, 10% चाहिँ दुःख नपाउने हो, काम गरेर बस्ने हो। र अरू 90% भनेको दुःख पाएरै जाने हो। किनभने भन्ने जस्तो काम पाइन्न। अब काम पाए पनि अब भिसा लगाइदिन्न, भिसा नलगाएर 2 महिनाको 1 महिनाको भिसामा आफै त्यो ओभरस्टे भएपछि ओभरस्टे भएपछि कम्पनीले अथवा ट्राभलहरूले चाहिँ अप्सेन्डिङ हानिदिने हो। अप्सेन्डिङ हानेपछि ब्लक लिस्टमा हाने भोलि गएर लास्टमा ऊ चाहिँ आउट पास बनाएरै नेपाल फर्किने हो। अब उहाँ नेपालदेखि ऋण खोजेर 3 लाख 4 लाख तिरेर भिजिटमा आउने, भोलि काम नपाएर फेरि ब्लक लिस्टमा भएर नेपाल जाने, त्यस्तो अवस्थाहरू नेपालीहरू धेरै छन्। यस्ता अवस्था भनेपछि भिजिटमा आएर एउटा अनट्रस्टवर्दीबाट यस्तो केही हुन्छ नि, इलिगल थ्रुबाट आएको छ भने त भोलिको दिनमा नेपाल गएर फर्किने पनि त्यस्तो रेटहरू पनि धेरै जसो फर्किने नै नेपाल हो। अहिलेसम्म मैले 90% भिजिटमा आएको मान्छे त्यही अवस्थामा चाहिँ भिसा नलगाएर ओभरस्टे परेर आउट पास बनाउने, यो मध्येमा 90% चाहिँ भिजिटवाला नै परेको हुन्छ। तर जस्तै कि अब यस्तो चिजहरू त धेरैजना कमले अब हुन्छ नि, कहिलेकाहीँ चाहिँ अब झट्ट सुनिन्छ नि त होइन, दुबईमा यतिजना नेपाली फस्यो, यतिजना गऱ्यो भनेर अब टिकटकतिर सुनिन्छ। र यस्तो चिजहरू चाहिँ धेरैजना कमलाई नै थाहा भइरहेको हुन्छ नि त। जस्तै म आफूले पनि धेरै सुनेको थिइनँ। यो यिनीहरू मतलब यो कसरी अपरेसन गरेर हुन्छ यिनीहरू, मतलब कसरी गर्छ के हुन्छ नि, नेपाललाई मतलब थाहा तपाईँ यताबाट नेपालबाट दुबई लिएर यत्रो पैसा लिएर भनेको त त्यो एउटा कसरी चाहिँ यिनीहरूले काम गरिरहेको हुन्छ त? यस्तो हुन्छ, अब कसरी दुःख पाएको हुन्छ नि यसरी समस्या। अब कम्पनीमा आउने मान्छे पनि दुःख कसरी, कम्पनीमा आउने कम्पनीमा आउने मान्छेहरू कसरी दुःख पाइरहेको हुन्छन् भने मेन पावरले चाहिँ कुनै डिमान्ड लेटर पठाउँदाखेरि यिनीहरूले एमबिसिआर पठाएको डिमान्ड लेटर नदेखाउने, नदेखाइसकेपछि उहाँ चाहिँ यति सेलरी भन्ने, 1500 को तलबलाई चाहिँ 2200 भनिदिने। अनि त्यसपछि यहाँ पठाइसकेपछि यहाँको चाहिँ लको एग्रिमेन्ट गर्ने बेला 1000 रुपियाँ सेलरीमा साइन गर्नुपर्ने। त्यसरी यहाँ आइसकेपछि जुन काममा भनेकोलाई यहाँ चाहिँ अर्कै काममा लगाइदिने। यसरी मेन पावरले चाहिँ फसाइरहेको छ। अनि त्यसरी फसाएको भएर अब यहाँ आएर तँलाई नेपालको मेन पावरले चाहिँ 2-3 लाख लिने, तेरो सेलरी 2500-3000 छ भनेर पठाउने, एउटा डुप्लिकेट एग्रिमेन्ट देखाउने। यहाँ आइसकेपछि कम्पनीले अर्को एग्रिमेन्ट गर्दाखेरि उनीहरूले चाहिँ काम नगर्ने, नेपाल फर्किने, यस्ता चाहिँ क्रियाकलापले गर्दाखेरि धेरै नेपालीहरू कम्पनीमा आउने अथवा भोलि कम्पनी जोइन भएर पनि फेरि त्यो सेलरी टाइममा नदिने, भिसा नलगाइदिने, यस्ता व्यक्तिहरू चाहिँ धेरै दुःख पाइरहेको छ। र भिजिटमा त त्यही हो। भिजिटमा त अघि मैले भनिसकेँ, भिजिटमा चाहिँ भने जस्तो काम नपाएर
भिसा नलगाएर यसरी चाहिँ फसेका व्यक्तिहरू चाहिँ धेरै छन् यतातिर। ए ठिक छ। र भनेपछि जति पनि नेपालीहरू हुनुहुन्छ उहाँले चाहिँ एउटा राम्रो ठाउँमा हुन्छ नि राम्रो चिज गर्नलाई भनेको सिक नभएको प्रब्लमले गर्दा पनि धेरै मेन आयो तर सिक नभयो। तर अब प्रायः जस्तो अब हुन्छ नि हजुरको रिकमेन्डेसन अब कस्तो कस्तो सिपहरू चाहिँ सिक्नुपर्छ त जसले थाहा छैन? यस्तो अब त्यो यस्तो आफ्नो क्यापेसिटी अनुसार हुन्छ। अब जस्तै अब सिप सिक्दाखेरि अब जस्तै नर्मलहरूले जस्तै अब ब्युटी पार्लरको काम सिक्ने, नेल हेयरड्रेस अथवा कुनै पनि ब्युटी पार्लरको काम कुनै पनि सिक्दा भयो जस काम पाउने सम्भावना देखिन्छ र पाइन्छ पनि, राम्रो पनि हुन्छ। कफी सपहरूमा जस्तै सेल्सहरूमा बारिस्टा यस्ता यस्ता काम सिकेर चाहिँ आउँदा चाहिँ नर्मल व्यक्तिहरूलाई ठिक हुन्छ। नत्र अलिकति पढे लेखेको मान्छेलाई अब इन्जिनियरहरू कुनै पनि आफूले सक्ने काम, आफूले लाइनको काम, आफूले पढेको काम सिकेर आउँदा चाहिँ राम्रै हुन्छ। ए अनि त्यसको साथसाथै यस्तो कि धेरैजना हामी नेपालीलाई इङ्ग्लिस बोल्न आउँदैन नि त होइन? यो इङ्ग्लिस चाहिँ मतलब कतिको म्याटर गर्छ हजुरको एक्सपिरियन्समा? किनकि मैले सुनेको छु इङ्ग्लिस नभएको कारणले गर्दा प्रब्लम भयो भनेर, यस्तो रियालिटीमा चाहिँ कस्तो भइरहेको? हो अब त्यो चाहिँ यस्तो हुन्छ। अब नेपालीहरू अब इङ्ग्लिस बोल्न चाहिँ धेरै पढेको लेखेको व्यक्तिहरू कम्ती नै हुन्छ। नेपालीले काम पाउने भनेको अब या त राम्रै पढेको हुनु पर्यो, राम्रो पोस्टमा गर्नलाई इङ्ग्लिस जानेको हुनु पर्यो, या त अब नर्मलीमा चाहिँ अब यस्तै नेपालीहरू आउनु भनेको क्लिनर, सेल्सम्यान, हेल्पर यस्तोमा, त्यसमा पनि अब खासै इङ्ग्लिस चाहिँ जोस् राम्रो पोजिसनको लागि चाहिँ इङ्ग्लिस चाहिँ चाहियो नै। इङ्ग्लिसले गर्दाखेरि मान्छेहरू बिचरा धेरै समस्या नि परेको हुन्छ। नेपालको पढाइ र यहाँको धेरै फरक पर्छ। नेपालमा अब एक्जाम्पल मानौँ अब 12 क्लास पास गरे पनि त्यति राम्रो इङ्ग्लिस त हुँदैन अब, किनकि नेपालको पढाइ हो। त्यो उनीहरूले चाहिँ यहाँ र आफ्नो पोस्टमा आफ्नो कुन चाहिँ पोस्टमा चाहिँ अप्लाई गर्दाखेरि अफिसतिर चाहिँ तिनीहरूलाई चाहिँ समस्या हुन्छ। तर लेबरहरूलाई हिन्दी बोल्दा चाहिँ अब अलिअलि इङ्ग्लिस आउँदा चाहिँ अब लेबरहरूलाई चाहिँ खासै फरक चाहिँ पर्दैन, जस लेभल अनुसार हुन्छ काम। ए भनेपछि इङ्ग्लिस सिक्यो भने चाहिँ मतलब कतिको फाइदामन्द हुन्छ? इङ्ग्लिस सिकेपछि त फाइदा हो नि। इङ्ग्लिस त मेन भनेको इङ्ग्लिस भनेको कुनै पनि देशमा अहिले इङ्ग्लिसै इन्टरनेसनल भएको भएर कुनै पनि कामलाई इङ्ग्लिस जाने हो भने त अब हरेक चिजमा, हरेक अफिसमा, हरेक पोस्टमा चाहिँ राम्रै हुन्छ। ओके, किनकि हाम्रो धेरैजना नेपालीलाई कस्तो हुँदो रहेछ भन्दाखेरि अब इङ्ग्लिस चाहिँ के छ र अब गएर सिकिहालिन्छ नि, गर्दै गएर सिकिहालिन्छ नि भन्ने मान्छे पनि हुँदो रहेछ नि त। अनि पछि आएर फेरि अब बोल्नै नबुझेपछि चाहिँ अनि धेरै च्यालेन्जेसहरू पनि त्यस्तो हुँदो रहेछ नि त। सो त्यो चिज भयो। र त्यसको साथसाथै चाहिँ अब जस्तो कि हजुरको जुन छ होइन अब ओभरअल जुन यो नेपालीहरू पनि धेरैजना अब जस्तो कि स्पेसली बर्दुबे एरियामा चाहिँ मैले सुनिरहेको हुन्थेँ कि नेपालीहरू चाहिँ अब रक्सी खाने झगडा गर्ने यस्तो गरिरहेको हुन्छ होइन, र यस्तो प्रब्लमहरू र हुन्छ नि अब लिगल केसहरू पर्ने, यो सम्बन्धी चाहिँ कस्तो भइरहेको हुन्छ? हरेक कम्पनीमा नेपालीहरू छ, बर्दुबेमा मात्रै होइन, अब हरेक ठाउँमा चाहिँ झगडा भइरहेको हुन्छ। अब रक्सी खाएर होइन, अथवा केटीको केसमा अथवा कुनै आफ्नै आफन्तको रिसमा चाहिँ झगडा चाहिँ भइरहेको हुन्छ। झगडा भइसके पनि अब नेपालीहरूको के छ भने अब बानी अलिअलि रक्सी आएपछि हरेक ठाउँमा झगडा त भइहाल्छ। अब झगडा पनि कस्तो हिसाबले गर्ने, के हिसाबले गर्ने भन्ने बारेमा अलि हामीले ध्यान गर्नुपर्छ। युएमा हामी चाहिँ झगडा गर्न आएको होइन, हामी चाहिँ युएमा काम गर्न आएको, आफ्नो बालबच्चा पढाउन आएको। बालबच्चा राम्रो हुन्छ कि घर परिवारलाई राम्रो हुन्छ कि भनेर हामी चाहिँ कमाउन आउने हो। अब म सबैलाई पनि अब युएमा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सबै के भन्न चाहन्छु नि, युएमा चाहिँ हामी कमाउन आएको, हामी चाहिँ राम्रोसँग कमाएर बालबच्चा हेर्ने, बाबुआमा हेर्ने र फर्किने। यहाँ झगडा गैर कानुनी कामहरूमा अथवा त्यस्तामा चाहिँ नलाउनु हुन म अनुरोध गर्दछु। किनकि धेरै झगडाको कारणले चाहिँ यहाँ मान्छेहरू डिपोर्ट हुन पुगेको छ, फाइन खानु परेको छ, भोलि दुबई नै आउन ब्यान भइरहेको छ। यस्ता झगडा चाहिँ नगर्न चाहिँ कहीँ पनि नगर्नु होला भन्न चाहन्छु। ओके, र अर्को एउटा क्वेसन अब यो ब्युटी इन्डस्ट्रीको बारेमा कि अब 17 वर्षदेखि दुबईमा हैसिन्छ नि त अब, र पछिल्लो समय अवस्थित अहिले भनेको चाहिँ अब पहिला त धेरै कमै हुन्थ्यो होला नेपाली ब्युटीमा, र अहिले चाहिँ अब जस्तै हाम्रो पछिल्लो समयमा चाहिँ अब च्याम्पियनसिपमा चाहिँ मैले आफैले पनि गएर सुट गरेको थिएँ, र हामीहरूको नेपालीहरू पनि त्यहाँ गएर चाहिँ एज अ नेल टेक्निसियनको रूपमा कम्पिटिसन गर्न जानुभएको थियो कि दुबईमा रसियन्सहरूसँग होइन, यस्तो ठुल्ठुलो उसहरूसँग। र यस्तो चाहिँ अब हुन्छ नि अब हजुरले चाहिँ कतिको ग्रोथ देख्छ कि लाइक ब्युटी नेपालीहरू ब्युटीमा कतिको आइरहेछ के? यहाँ अहिले चाहिँ दुबईमा मैले भनेको एकदम धेरै मात्रा भनेको नेपाली देख्छु ब्युटी पार्लरमा। किनभने मेरै पनि स्टाफहरू लगभग 90% सबै मेरो स्टाफहरू नेपाली नै छ।
अब जस्तै अब इन्डियन पाकिस्तान बङ्गलादेश पनि छ मेरोमा होइन तर धेरै 90% भन्दा सबै नेपाली हो मैले जति पनि पार्लरमा चाहिँ अहिले दुबईमा चाहिँ नेपालीहरूले चाहिँ राम्रो गरेको छ काम पनि राम्रो छ पार्लर पनि धेरैले खोल्नु भएको छ होइन अब मैले तर पार्लरमा आउँदाखेरि एउटा सिक्नु चाहिँ पर्यो राम्रो गर्नु पर्यो भनेर आउनु पर्यो तर पार्लरमा चाहिँ अहिले नेपालीहरू प्रायः जसो युएमा चाहिँ नेपालीहरू धेरै पार्लरमा चाहिँ मैले नेलको लिएर हेयर ड्रेसहरू यस्ताहरू चाहिँ राम्रो सेलरीमा राम्रो पोजिसनमा चाहिँ तलब खाएर बसेकाहरू धेरै देख्छु मलाई यसमा चाहिँ सबैलाई सिकेर आएर चाहिँ पार्लरमा चाहिँ इन्ट्रेस्ट भएको मान्छे चाहिँ दुबईमा आएर राम्रो गर्न सकिन्छ ए भनेपछि एउटा राम्रो वे भनेको चाहिँ हुन्छ नि राम्रोसँग सिकेर गऱ्यो भने चाहिँ पार्लरमा पनि अपर्च्युनिटी चाहिँ नेपालीहरूलाई चाहिँ धेरै रहेछ होइन एकदम अहिले किनकि अहिले डिमान्ड जस्तै अब हरेक कन्ट्रीको हरेक कम्पनीहरूले चाहिँ ब्युटी पार्लरमा चाहिँ प्रायः जसो नेपालीलाई मन पराएको हुन्छ नेपालीले राम्रो काम गर्ने इमान्दारी गर्ने भएर नेपाली मेहनती भएर चाहिँ नेपालीहरू लेडिजहरू चाहिँ प्रायः सलुनमा चाहिँ जहाँ पनि धेरै जसो नेपाली भएको र नेपाली नै खोज्ने चाहिँ यस्ता चाहिँ पार्लरहरू मैले धेरै देखेको छु र आई थिङ्क त्यसको साथसाथै अस्ति मैले दुबई च्याम्पियनसिप जस्तो ठाउँमा सुटिङ गरेको थिएँ होइन र अब अस्ति कस्तो हुँदो रहेछ भन्दाखेरि अब त्यहाँ भनेको अब रसियन्स युक्रेनियन्स ठुल्ठुलो जो चाहिँ अब हुन्छ नि युरोपियन्सहरू स्किल्डहरू भएको पनि आएको र कम्पिटिसन गरेर थिएँ कि र रसियन्सहरू भनेको उनीहरूलाई त अब राम्रो स्यालेरी दिनु पर्दो रहेछ 8-9 हजार दिएर अब नेपालीहरूलाई भनेको 2500-3000 पनि हामीले नेपालमा लाखौँमा भइरहेको हुन्छ नि त र यो कारणले गर्दा पनि हामीहरू लाइक एउटा हिसाबले यहाँको बिजनेसम्यानहरूलाई चाहिँ हामीहरू एउटा राम्रो इमान्दार राम्रो काम गर्ने त्यो पनि ठिक एउटा आफूले अफोर्ड गर्ने हिसाबले हुँदो रहेछ र त्यो चिज चाहिँ भनेको रसियनलाई त्यो हुँदो रहेछ कि र अपर्च्युनिटी धेरै हुँदो रहेछ तर हामीहरूले नेपालीको चाहिँ हामी नेपाली मात्रै आउँछौँ भन्ने पनि हुँदो रहेछ क्या जुन चाहिँ हामीको त अब इन्डियन श्रीलङ्कन सबै आउँदो रहेछ नि त र सबै आउँदाखेरि भनेको सिपमा इन्भेस्ट नगर्दाखेरि चाहिँ धेरैजनाले पछि पर्नु हुँदो रहेछ क्या र हजुरले पनि अब यो सिपको बारेमा चाहिँ हजुरको के छ भने कि लाइक हुन्छ नि अब सिप सिक्ने कुरामा अगाडि बढ्ने कुरामा होइन मान्छेले अगाडि बढ्दाखेरि भनेको कस्तो चिजहरू यसमा चाहिँ हजुरको के छ यसमा चाहिँ मैले चाहिँ सबैलाई भन्ने गर्छु अब सिप चाहिँ सिकेको एकदमै राम्रो सिप सिकेरै अगाडि बढेको राम्रो हो र अझै चाहिँ यो ब्युटिसियनमा चाहिँ एकदम धेरै राम्रो देख्छु मैले किनभने हजुरको यहाँ चाहिँ अथवा नेल अथवा ब्युटिसियन अब हजुरले भन्दै भरे भन्नुभयो अब अरू कन्ट्रीको लागि चाहिँ सेलेरी धेरै पाउने यस्ताहरू छन् र यहाँ दुबईमा अहिले चाहिँ त्यही भएर चाहिँ हरेक कम्पनीको मैले अघि भनिसकेँ हरेक कम्पनीहरूले चाहिँ नेपालीहरू खोज्नुको कारणै त्यही हो थोरै सेलरी दिए पुग्ने र राम्रो काम गर्ने मेहनत गर्ने इमान्दारिता देखाउने त्यही भएर चाहिँ अहिले दुबईमा चाहिँ डिमान्ड चाहिँ एकदम नेपालीहरूको चाहिँ हरेक कुरामा पार्लरमा मात्रै होइन हरेक कुरामा नेपालीहरूलाई चाहिँ इमान्दारीको हिसाबले चाहिँ राम्रो मेहनतीको हिसाबले चाहिँ नेपालीहरूलाई धेरै डिमान्डहरू छ र सिप सिक्यो भने पार्लरमा चाहिँ ब्युटिसियनमा चाहिँ एकदमै राम्रो छ र सबैलाई मैले पनि यो पनि भन्न चाहन्छु सिप सिकेर चाहिँ पार्लरमा चाहिँ धेरै कमाउन सकिन्छ धेरै राम्रो गर्न सकिन्छ ओके अब जस्तै हजुरले भन्छ कि नेपालीहरूमा अब इमान्दारी भयो त्यो चिजहरू भयो अरू के चिज चाहिँ मेहनती भयो र अरू के चिज क्वालिटीहरू चाहिँ हामीले आफूमा डेभलप गर्नुपर्छ ताकि बाहिर आएर अझै बेटर होस् भनेर हजुरको एक्सपिरियन्स सिक्नु पर्यो राम्रोसँग जस्तै अब यो सिकाइ भनेको जति सिके पनि उति राम्रो आफूलाई सबभन्दा कुरो सिक्नु पर्यो सिकिसकेपछि हरेक कुरामा चाहिँ हामीलाई कम्पनीहरूले चाहिँ राम्रो तलब दिने राम्रो सेलेरी दिने र त्यही भएर चाहिँ मैले जति पनि दिदीबहिनीहरूलाई आएर राम्रो सिक्नुहोस् जस्तै अब मेहनत हुन्छ इमान्दारी हुन्छ टाइममा ड्युटी जाने जस्तै हाम्रो नेपालीहरूले चाहिँ अब टाइममा ड्युटी जान्छ अब धेरै कन्ट्रीहरूको मैले देखेको हुन्छ अब मेरै पार्लरमा पनि अब अरू कन्ट्रीहरूको चाहिँ अलि चाहिँ फोरी होइन फोरी भएर आउने एउटा त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ किनकि यहाँको सरसफाइ चाहिँ एकदम हामीले चाहिँ आफ्नो स्वास्थ्यलाई पनि राम्रो र यहाँको जति पनि लोकलहरू लिएर हरेक कस्टमरहरूले चाहिँ सफाइ खोज्छ आफ्नो स्वास्थ्यहरू होइन यस्ताहरू चाहिँ धेरै यहाँ विचार गरेको हुन्छ त्यही भएर हामी चाहिँ आफ्नो सरसफाइ लिएर मेहनत अनि काम कसरी हुन्छ बरु ढिलो गर्ने होइन राम्रो काम गर्ने त्यसको क्वालिटी चाहिँ खोजेको हुन्छ सो अब ओभरअल अब हामीहरू इनतिर आइसकेका छौँ जति पनि नेपालीहरू हुनुहुन्छ उहाँलाई चाहिँ एउटा के मेसेज दिन चाहनुहुन्छ म त अब के अरे अब संस्थाको हिसाबले चाहिँ मैले एउटा एनआरएनको अध्यक्ष भएको कारणले चाहिँ मैले चाहिँ नेपालीहरूलाई त्यही हो
जति पनि अब दुबईमा नेपालदेखि आउँदै हुनुहुन्छ भने उहाँ चाहिँ यहाँको कानुन बुझेर यहाँको सबै कुरोमा चाहिँ बुझेर यदि तपाईँहरू कम्पनीमा आउँदै हुनुहुन्छ भने डिमान्ड लेटर चेक गरेर कुन कम्पनीमा कस्तो छ राम्रोसँग बुझेर यदि भिजिटमा आउँदै हुनुहुन्छ भने भिजिटमा मात्रै आउने गरी अनि फर्किने गरी गर्नु होला। अब यहाँ आएर एउटा हाम्रो दलालीले लोभ लाभमा देखाएर चाहिँ तपाईँहरूलाई चाहिँ भिजिटमा गरे उति सेलरी पठाइदिन्छु भनेर त्यति मिलाइदिन्छु भने त्यस्तो लोभमा नपर्ने, लोभमा लाभले बिलाभ भन्ने हुन्छ होइन, त्यस्तोमा चाहिँ नपरिकन र युएमा आइसकेपछि कामदारहरूले चाहिँ कुनै पनि कम्पनीमा काम गर्दाखेरि कुनै समस्या आने कम्पनी छोडेर नभाग्नु होला। समस्या आइपरेमा चाहिँ लेबर कोर्ट छ, लेबर कोर्टमा कन्ट्याक्ट गर्ने अनि अथवा आफ्नो नजिकको कुनै केसहरू छ नि पुलिस केसमा जाने अथवा के अरे कुनै अरू नै समस्या छ भने एमबिसीमा जाने, नत्र एनआरएनलाई चाहिँ हामीलाई पनि तपाईँहरूको समस्याहरू भन्दा हुन्छ, तर कम्पनी छोडेर नभाग्ने र अब यहाँ आएर ड्रग्स केसहरूमा चाहिँ नफस्ने, ड्रग्स नखाने, गैर कानुनी काम चाहिँ कुनै पनि नगर्ने र कानुनी हिसाबमै चाहिँ दुबईको कानुनलाई पालना गरेर चाहिँ हिँड्ने भन्ने चाहिँ यही कानुनीहरूको बारेमा म यही भन्न चाहन्छु। ए ओके जस्तो हजुर भन्छ यो लेबर लको बारेमा होइन, अब कतिजना त अब ओभरअल वर्किङमै आउनुहुन्छ, राम्रोसँगै काम गर्नुहुन्छ होइन, यो अब हामीले नेपाली अब ओहो ल अब आफ्नो देश होइन अर्काको देश के हुने हो कसो हुने भनेर डर लाग्छ नि त। र कतिजनाले अब मैले मुभीहरूमा पनि हेर्थेँ कि अब डर देखाउँदो रहेछ कि म त अब भन्छ नि अब दुबईमा तँलाई यस्तो हुन्छ, मैले सिआइडीमा चिनेछु, यो चिनेछु, त्यो चिनेछु भनेर धेरैजना प्रब्लममा हुँदो रहेछ नि त। अब यस्तो यो लेबर कोड चाहिँ खासमा के हो र यो चाहिँ कसको लागि बनेको छ? कम्पनीमा काम गर्दाखेरि तिनीहरू चाहिँ जो लेबर कोर्टमा चाहिँ हामीले भोलि गएर हामीलाई चाहिँ कम्पनीले चाहिँ सेलरी टाइममा दिएन, हजुर एग्रिमेन्ट अनुसार सेलरी दिएन र कुनै पनि प्रब्लममा कम्पनीमा कुनै पनि समस्या आयो भने चाहिँ हामीले चाहिँ लेबर कोर्टमा चाहिँ कम्प्लेन गर्न सकिन्छ। त्यहाँ कुनै पनि कम्पनीले तपाईँलाई काट्छु मार्छु यो यस्तो समस्या छ भने भोलि गएर कम्पनीले हात हाल्यो समस्या पार्यो भने भोलि गएर हामीले आफ्नो नजिकको पुलिस कार्यालयमा गएर कम्प्लेन ल्याउनु पाइन्छ। तर हामी चाहिँ अरूले डराउने यताउति नगरौँ, हामी चाहिँ भाग्ने काम नगरौँ कम्पनीमा, किन भोलि गएर कम्पनी छोडेर भाग्यो भने भोलि तिनीहरू कम्पनीले चाहिँ उल्टै लेबर कोर्टमा कल गरेर कम्पनी फ्रार केस लगाइदिन्छ भन्नु मतलब भाग्यो होइन, कम्पनी छोडेर भागेको केसमा लगायो भने त्योभन्दा पहिला आफूले चाहिँ नजानेको नबुझेको कुरो चाहिँ हामीसँग सोध्न सक्नुहुन्छ, यसरी जाँदा राम्रो हुन्छ भनेर। तर कम्पनी चाहिँ नछोडेर कुनै पनि समस्यामा चाहिँ लेबर कोर्टमा चाहिँ कम्प्लेन गरेर चाहिँ यसको समाधान गर्न सकिन्छ समस्याको। ए भनेपछि दुबईमा यस्तो काम गर्ने मान्छेहरूलाई पनि वे चाहिँ रहेछ भने एकदमै राम्रो छ। ए ओके सो ठिकै छ, ओभरअल हजुरबाट धेरै चिजहरू चाहिँ सिक्न पाइयो होइन। अब नेपालमा नेपालीहरूलाई च्यालेन्जेस यो सबै चिजहरू, सो एकदमै थ्याङ्क यू होइन, यहाँ आउनुभयो, हजुरको टाइम दिनुभयो होइन, र थ्याङ्क यू सो मच। र यसको अलावा हजुरले केही छ भने भन्न सक्नुहुन्छ? धन्यवाद, खासै त केही छैन, ल धन्यवाद। ओके ल।